स्वागत छ मेरो च्यानल मानव सन्देश मार्फत मैले हजुरहरूलाई कहिले विष्णु सहस्रनाम कहिले के बताउँदै गरेको छु। आज चाहिँ देवीको पहिला गणेश अथर्व शीर्ष बताउँछु, त्यसपछि मैले श्री सूक्त गर्छु, त्यसपछि दिव्य अथर्व शीर्षम पनि पाठ गर्नेछु, त्यसपछि गीता पाठ गरेर प्रवचन गर्नेछु। धैर्य गर्नु होला। ओम श्री परमात्मने नमः। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः शान्तिः शान्तिः। ओम नमस्ते गणपते त्वमेव प्रत्यक्षं तत्त्वमसि त्वमेव केवलं करतासि त्वमेव केवलं धरतासि त्वमेव केवलं हरतासि त्वमेव सर्वं खल्विदं ब्रह्मासि त्वं साक्षात् आत्मासि नित्यं हरितं वच्मि सत्यं वच्मि अवतमाम् अवक्तारम् अवश्रोतारम् अवतातारम् अवधातारम् अवानुचानम् अवशिष्यम् अवपश्चातात् अवपुरस्तात् अवतरातात् अवदक्षिणातात् अवचोरध्वातात् सर्वतो मां पाहि पाहि समन्तात्। तं वाङ्मयस्त्वं चिन्मय त्वम् आनन्दमयस्तं ब्रह्ममय तं सचिदानन्ददित्योऽसि तं प्रत्यक्षं ज्ञानमयोऽसि सर्वं तं ज्ञानमयो विज्ञानमयोऽसि सर्वं जगदिदं तत्तो जायते सर्वं जगदिदं तोयि तिष्ठति सर्वं जगदिदं त्वयि लयमेष्यति सर्वं जगदिदं त्वयि प्रत्येति तं भूमिरापो नलो नीलो नभ त्वं चत्वारिव्याक्पदानि तं गुणात्रयातीतः तम् अवस्थात्रयातीतः तं कालत्रयातीतः तं देहत्रयातीतः तं मूलाधारतीतोऽस्मि नित्यं तं शक्तित्रयात्मकं तं योगिनो ध्यायन्ति नित्यं तं ब्रह्मा तं विष्णु तं रुद्र तं इन्द्रत्वं वायुत्वं सूर्यत्वं चन्द्रमात्वं भूर्भुवस्वगणादि पुरुमाचार्य वणादि तरन्तरम् अनुसार परतरादिनुरहितं तारण रुद्धम् अनुस्वारव शान्तरूपं बन्धुरुत्तररूपं नादसन्धान सविता सन्धि सैषा गणेश विद्या गणगरीषि निशि। ओम गणपते नमः। एकदन्ताय विघ्नाय तन्नो दन्ति प्रचोदयात्। एकदन्तं चतुरहस्तं पाशाङ्कुशधारिणीं रथं च वर्णमहस्तै बिभ्राणमशकध्वजम् रक्तं लम्बोदरं सुरमं रक्तगं रक्तवासदं रक्तगन्धानुलुप्ताङ्गै रक्तपुष्पै सुपूजितं भक्तानुकम्पितं देवं जगत्कारणमुच्यतम् आविर्भूतं तत्सृष्टादौ प्रकृते पुरुषात् परम् एवं ध्यायन्ति यो नित्यं स योगी योगिनां वर। ओं व्रातपतये नमो गणपतये प्रमदपतयस्तु नमोदराय एकदन्ताय विघ्ननाशिने शिवसुतवरदमूर्तये नमः। हरि ओम हिरण्यवर्णां हरिणीं सुवर्ण रजतस्रजां चन्द्रां हिरण्मय लक्ष्मीं जातवेदो महाव तां महाव जातवेदो लक्ष्मी अनपगामिनी यस्यां हिरण्यविन्देयं गावश्च पुरुषाणाम् अष्टमध्यं रथमध्याम् अष्टपूर्वां रथमध्याम् अत्तिनाद प्रबोधिनीं श्रियं देवीं उपहये श्रीमादेवी जुषतां कामस्वस्मिता हिरण्यप्राकारां मारदां ज्वलन्ति तृप्तां तर्पयन्तीं पद्मे स्थितां पद्मवर्णं तामिव उपये श्रियम् चन्द्रां प्रवाय सस्वा ज्वलन्तीं श्रियं लोके देवजुष्टामुदारं तं पद्मनीं शरणमहं प्रपद्ये सुररात्रा सहिते प्रपद्ये लक्ष्मी नश्यतां तं वृणे आदित्यवर्णे तपसोदिदात वनस्पति तव वृक्षोत बिल्व तस्य फलानि तपसा नुदन्तु मायान्तराय स भया लक्ष्मी उपैतु मां देहसः कृतिश्च मणिनासः प्रादुर्भूत सुराष्ट्रेऽस्मिन् कृतिमृत्ति ददातु मे श्रुत्पिपासमलां श्रेष्ठं न समयाम श्रुत्पिपासमलां श्रेष्ठामलक्ष्मीनाशयाम्यहम् अभूतिं समृद्धिश्च सर्वा निर्गुणमे गृहात् गन्धधारां दिराधष्टां नित्यपुष्टां करीश्रीमीश्वरीं सर्वभूतानां तामिव भयश्रियम् मनसकामाकुतिं वाच्य सत्यवशी मयि पशूनां रूपमन्यस्य मयि श्रीसयतामेश करतमेन व्रजाभूता महिषमवकरमं श्रियं वासमे कुले मातरं पदमालिनीम् आवश्रिदन्तनिगलित चिक्लितावसमे गृहे नित्यदेवी मातरं श्रियं वासमे कुले आर्द्रां पुष्करिणीं पुष्टिं पिङ्गलां पदमालिनीं चन्द्रां हिरण्मलये लक्ष्मी जातवेदुमाव आर्द्रामकर्णीं वेष्टिं सुवर्णां एव मालिनीं सूर्यां हिरण्मलक्ष्मी जातवेदुमाव
तामावजातवेदो लक्ष्मी अनपगामिनीं यस्यामिरण्ये प्रभूतो गावो दास्यवान् भिन्नते पुरुषाणां यशुचि प्रयतो भूत्वा जुहुयाज्यमन्वहं सूक्तं पञ्चदश सर्च श्रीकाम सततं जपेत् श्रीकाम सततं जपेत्। ओम सर्वे वै देवा देवीमुपस्तस्तु काशी त्वमादेवीति सा ब्रवीत् अहं ब्रह्मस्वरूपिणी मत्तप्रकृति पुरुषात्मकं जगत् शून्यं च अहमानन्दामानन्द ओम विज्ञान विज्ञाने अहं ब्रह्म ब्रह्मणि वेदितपे अहं पञ्चभूतानि अखिलं जगत् वेदोऽहं विद्याहम् अजामनसाहम् अधस्वर्गं त्रियं साम् अहं रुद्रे विश्वसु विस्सरामि अहम् आदित्यै विश्वदेवै अहं मित्रा वरुणो भुव विवर्मि अहमिन्द्रियाग्नि वसुना भुवो अहं सोमं पुष्टारं पुष्टं भगं ददामि अहं सोमं तुष्टारं पुष्टं भगं ददामि अहं विष्णुमुरुक्रं प्रमाणमुतं प्रजापतिं ददामि अहं ददामि अभिद्रविणम् अविस्मते सुप्राप्ये यजमानाय सुन्वते अहं राष्ट्री संगमनि वसूनां चिकितुषि प्रथमाय ज्ञानाम् अहं सुवे पितरमस्य मूर्धमो योनिरसोऽन्तसमुद्रे य एवं वेद सदैव सम्पदमाप्नोति ते देव अब्रुवन् नमो देव्यै महादेव्यै शिवाय सततं नमः प्रकृति भद्रायणीयता स्मृतास्मताम् तामग्निवर्णां तपसा बलज्वलन्तीं वैरोचनीं कर्मफले सृष्टां दुर्गां देवी शरणमहं प्रपद्ये सुररात्राय सहित्रे नमः देवी वाजमजयन्त देवास्तां विश्वरूपा पशवो वदन्ति शानो मन्द्रेशमूर्ध्वां दुहुना धेनुगावस्मानुपसहिष्ठुतयितु कालरात्रिं ब्रह्मसुतां वैष्णवीं कन्दमात्रीं सरस्वतीं अदितिं दक्षदुहितरं नाम पावनां शिवां महालक्ष्मी च विद्महे सर्वशक्ते च धीमहि तन्नो देवी प्रचोदयात् अदेतिर्दह्यजनिष्ठ दक्षया दुहिता तव तां देवा अन्वजायन्त भद्रमित्रबान्धव कामयोनि कमला वज्रपाणिर्गुहा सा मातृस्वरवीन्द्र पुनर्गुहा स्वकला माया पुरुषैषा विश्वमातादिबोध्यम् एषात्मशक्ति विश्वमोहिनी पाशाङ्कुशधनुर्धानद बाणधरा एषा श्रीमा विद्याय एवं वेद शोकं तरति। नमस्ते अस्तु भगवती मातरस्मान् वायि सर्वतः श्रेष्ठा तव एकादश रुद्रा शैषा विश्वदेवा सोमवा शैषयातु दानारसुरा रक्षंसि पिशाच एष सिद्धा शैषा 17 तमांसि शैषा विश्वदेवा सोमवा शैषयातु दानारसुरा रक्षंसि पिशाच एष सिद्धा शैषा 17 तमांसि शैषा ब्रह्मा विष्णु रुद्र रूपिणी शैषा प्रजापति नवः शैषा ग्रहण 17 ज्योतिषीं कलाकाष्ठादि काल रूपिणीं तमाहं प्राणं नित्यं पापपाहारिणीं देवीं भुक्तिमुक्तिप्रदायिनीं अनन्तां विजयं सिद्धां शरण्यां शिवदां शिवं वेदिकार संयुक्त विधिवत्र सम्मिलितं अरणिन्दुलहितं देवं बीजं सर्वार्थसाधकम् एवमेकाक्षरं ब्रह्म यतया सुतचसा ध्यायन्ति परमानन्दमया ज्ञानं पुराशया वाङ्मया ब्रह्मसु तस्मात् षष्ठं भक्तसमन्वितः सूर्यो वामसूत्र संयुक्तष्टात्रिति एक नारायण समिस्तो वायुसाराधर तत विचेन्वारण कुरुणस्यान्मानन्ददायक हृत्पुण्डरीक मध्यस्थं प्रातः सूर्य समं प्रभां पाशाङ्कुशधरं सम्यं वरदां भयस्तकां दृनेत्र रक्तपसकां दग्धभक्तकां दुगां भजे नमामि तं महादेवी महाभय विनाशिनीं महादुर्गा प्रशमनीं महाकारुण्यरूपिणीं यस्यास्वरूपे ब्रह्मादयो न जानान्ति तस्मादुच्यते अज्ञेया यस्यान्तो न लक्ष्यते तस्मादुच्यते अनन्ता यस्यां लक्ष्यं नोपलक्ष्यते तस्मादुच्यते अलक्ष्या यस्यां जननं नोपलभ्यते तस्मादुच्यते अजा एकैवं सर्वतः वर्तते तस्मादुच्यते एकैव विश्वरूपिणी तस्मादुच्यते नैता अत एवोच्यते अज्ञेयानन्ता लक्ष्या जैका नैकेति मन्त्राणां मातृका देवी शब्दानां ज्ञानरूपिणी ज्ञानानां चिन्मयतीता शून्यानां शून्यशास्त्रिणी यस्या परतरं नास्ति सैषा दुर्गा प्रकृतिता तं दुर्गां देवीं दुराचार विघातिनीं नमामि भवितोऽहं संसारार्णवतारिणीम् इदमथर्वशीर्षयोदिते पञ्चाथर्वशीर्ष जपफलमाप्नोति इदमथर्वशीर्षमज्ञात्वा योर्चाथापयति शतलक्षं प्रदत्त्वापि सुरसा सिद्धिं न विन्दति शतलक्षं प्रदत्त्वापि सुरसा सिद्धिर्न विन्दति शतमष्टोत्तरसास्य पुरस्सर्य विधिस्मृत 10 वार पठेद्यु सद्य प्रापै प्रमुच्यते महादुर्गा नितरति महादेव्या प्रसादत शाये मदीयानो दिवसमकृतं पापं नाशयति प्रातरधियानो रात्रिकृतं पापं नाशयति सायं प्रातः प्रयुज्यानो अपापो भवति निशिते तुरे सन्ध्यायां जप्ता वाक्सिद्धिर्भवति नूतनायां प्रतिमायां जप्ता देवता सान्निध्यं भवति प्राणप्रतिष्ठायां जप्ता प्राणानां प्रतिष्ठां भवति भौमाशून्या महादेवी सान्निध्यं जप्ता महामृतं तरति क्षमामृतं तरति एवं वेद इत्युपनिषद। हरि ओं दशद हरि ओं दशद हरि ओं दशद।
मैले यी तीनटा गणेश अथर्व, श्री सूक्त, त्यसपछि देव्य अथर्व शीर्ष पाठ गरेँ, हजुरहरूलाई सुनाएँ। त्यसपछि अब मैले विष्णु सहस्रनाम पाठ गर्छु। हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब पनि गर्दै गर्नु होला है। जय राधे, जय श्याम। मानव सन्देश नाम गरेको मेरो च्यानल रहेको छ। अब मैले विष्णु सहस्रनाम पाठ गर्छु, धैर्य गर्नुहोला। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम्। ॐ श्री परमात्मने नमः। अथ श्री विष्णु सहस्रनाम स्तोत्रम्। यस्य स्मरणमात्रेण जन्म संसार बन्धनात् विमुच्यते। नमस्तस्मै विष्णवे प्रभविष्णवे नमः। समस्तभूतानामादिभूताय भूभृते अनेकरूपरूपाय विष्णवे प्रभविष्णवे नमः। वैशम्पायनुवाच श्रुत्वा धर्मान् शेषेण पावनानि च सर्वश युधिष्ठिरः शान्तनवं पुनरेवाप्यवासतः। युधिष्ठिरोवाच किमेकं दैवतं लोके किं वाप्येकं परायणं तुवन्तः कं कमरचन्तः प्राप्नुयुर्मानवा शुभम्। को धर्मः सर्वधर्माणां भवतः परमो मतः किं जपनमुच्यते जन्तुर्जन्म संसारबन्धनात्। भीष्म उवाच जगत्प्रभुं देवदेवमनन्तं पुरुषोत्तमं तुभन्नाम सहस्रेण पुरुषः सततोत्थित तमेव सार्चयन्नित्यं भक्त्या पुरुषमव्ययम् ध्यायस्तु वर्णमयं स यजमानस्तमेव च। अनादिनिधनं विष्णुं सर्वलोकमहेश्वरं लोकाध्यक्षं तु वन्नित्यं सर्वदुःखातिगो भवेत्। ब्रह्मण्यं सर्वधर्माज्ञं लोकानां कीर्तिवर्धनं लोकनाथं महद्भूतं सर्वभूतो भवद्भवम्। एषमे सर्वधर्माणां धर्मोऽधिकतमो मतः यद्भक्त्या पुण्डरीकाक्षं तवैरर्चन्नरः सदा। परमं महत्तेज परमं महत्तपः परमं महद्ब्रह्म परमं परायणम्। पवित्राणां पवित्रं यो मङ्गलानां च मङ्गलं दैवतं देवतानां च भूतानां यो व्यापिता। यतः सर्वाणि भूतानि भवन्त्यादियुगागमे यस्मिन् च प्रलयं यान्ति पुनरेव युगक्षये। तस्य लोकप्रधानस्य जगन्नाथस्य भूपते विष्णुनामसहस्रं मे शृणु पापभयापहम्। यानि नामानि गौडानि विख्यातानि महात्मनः ऋषिभिः परिगीतानि तानि वक्ष्यामि भूतये। ॐ विश्वं विष्णुर्वसतिकारो भूतभव्यभवत् प्रभु भूतकृत् भूतभृद्भावो भूतात्मा भूतभावन भूतात्मा परमात्मा च मुक्तानां परमागतिः अव्ययः पुरुषः साक्षी क्षेत्रज्ञो जर एव च। योगो योगविदां नेता प्रधान पुरुषेश्वर नारसिंहो बभूव श्रीमान् केशवः पुरुषोत्तम सर्वशिवस्थाणुर्भूतादिर्निद्राव्ययः शम्भवो भावनो भरता प्रभवः प्रभुरेश्वर स्वयंभू समुरादित्य पुष्कराक्ष महासनानादिनिधनो दाता विधाता धातुरुत्तम अप्रमेयो ऋषिकेश पद्मनाभमर प्रभु विश्वकर्मा मनुस्तोष्टातविष्टातविरो ध्रुव अग्राह्य शाश्वत कृष्ण लोहिताक्ष प्रतरधन प्रभुत स्त्रीकगुधाम पवित्रं मङ्गलं परम्। ईशान प्राणश्रेष्ठ प्रजापति हिरण्यगर्भ भूगर्भ माधवो मधुसूदन ईश्वरो विक्रमीधन्वी मा मेधावी विक्रम क्रम अनुत्तमो दुराधर सकृतज्ञ कृत्रात्मवान् सुरेश शरणं शर्म विश्वरेता प्रजाभव असंवत्सरो व्याल प्रत्यय सर्वदर्शन अज सर्वेश्वरा सिद्ध सिद्धि सर्वाधिरच्युत वृषाक प्रेमयात्मा सर्वयोगमिनिश्रित वसुमना सत्य सम्मात्मा संहिता सम अमोघ पुण्डरीकाक्षो वृष्टकर्मा वृषाकृति रुद्रो वौशिरा बभ्रुर्विश्वयोनि शुचिस्रवा अमृत शाश्वत स्थाणुर्वरारोह महातपा सर्वग सर्वविद्वानुर्विश्वक्सेनो जनार्दन वेदो वेदविदभ्यङ्गो वेदाङ्गो वेदविद कवि लोकाध्यक्ष सुराध्यक्षो धर्माध्यक्ष कृता चतुरात्मा चतुर्व्यूह चतुर्द्रष्ट चतुर्भुज राजिष्णुर्भोजनं भोक्ता सहिष्णुर्दग्धादिज अनघो विजयो जेता विश्वयोनि पुनर्वसुपेन्द्रो वामन प्रांशु रमोघ सुचिरुजित अतीन्द्र संग्रह सर्गो धृतात्मा नियमो यम वेद्यो वैद्य सदा योगी विदा माधवो मधु अतीन्द्रियो महामायो महोत्साहो महाबल महाबुद्धिर्महावीर्यो महाशक्ति महाद्युति अनिर्देश्य बभू श्रीमान् नमे आत्मा महाद्रिदिग् महेश्वासो मयि भरता श्रीनिवास सतां गति अनिरुद्ध सुरानन्दो गोविन्दो गोविदाम्पति मरिचिरितमनो हंस सुवर्णो भुजगोत्तम हिरण्यनाभ सुतपा पद्मनाभ प्रजापति अमृत्यु सर्वदृक् सिंह सन्दाता सन्धिवास्तिर
अजो दुर्मर्षण शास्ता विश्रुतात्मसुरार्या गुरुर्गुरुतमो धाम सत्य सत्य पराक्रम निमिषो निमिषास्त्रग्विवाचस्पतिरुदाररि अग्रणी ग्रामणी श्रीमान्यायो नेता समीरण सहस्रमूर्ध विश्वात्मा सहस्राक्ष सहस्रपात आवरतनो निवृतात्मा संवृता संभ्रमरधन असंवरत गोवनीरणिलो धरणीधर सुप्रसाद प्रसन्नात्मा विशुद्री विशोक विभु सत्कर्ता सत्कृत साधुर्जन्युर्नारायणो नर असंख्य प्रमेयात्मा विशिष्ट सिद्धगिच्छुचि सिद्धार्थ सिद्ध संकल्प सिद्धिदा सिद्धि साधन वृषायी वृषभो विष्णु वृषभर्वा वृषोधर वरदनो वरदमानश्च विविक्त श्रुतिसागर शुभुजो द्रुधरो वाग्मी महेन्द्रो वसुतो वसु नैकरूप प्रियद्रूप विभिष्ट प्रकाशन ओजस्तेजो दुतिधर प्रकाशात्म प्रतापन रिद्धकटाक्षरो मंत्र चंद्रासुर भास्कर द्युति अमृतां सुद्भवो भानु शशबिन्दु सुरेश्वर औषधं जगता सेतु सत्यधर्म पराक्रम निमिषो निमिषस्त्रग्विवाचस्पतिरुदारधि अग्रणी ग्रामणी श्रीमान्यायो नेता समीरण सहस्रमूर्ध विश्वात्मा सहस्राक्ष सहस्रपात आवरतनो निवृतात्मा संवृता संभ्रमरधन अहं समारधनः वृषायी वृषो विष्णु वृषभर्वा वृषोधर वरदनो वरदमानः स विभुक्त श्रुतिसागर शुभुजो दुर्धरो वाग्मी महेन्द्रो वसु वसु नैकरूप प्रियद्रूपसि विविध प्रकाशन ओजस्तेजो द्युतिधर प्रकाशात्म प्रतापन रेतस्पष्टाक्षरो मंत्र चंद्रांशुर भास्कर द्युति अमृतां सुद्भवो भानु शशबिन्दु सुरेश्वर औषधं जगता सेतु सत्यधर्म पराक्रम औषधं जगता सेतु सत्यधर्म पराक्रम भूत भव्य पवन्नाथ पवन पावनो नल कामः कामकृतकान्त काम काम प्रद प्रभु युगाधिकृत युगावरतो नैगमाय महासन अदृश्यो व्यक्त रूप सहस्राजित नंद ज्येष्ठो विशिष्ट शिष्टेष्ठ शिखंडी नवशो वृष क्रोधः क्रोधकृत कर्ता विश्ववाहुर्मयीधर अच्युत व्रतित प्राण प्राणदो वासवानुज क्रोधः क्रोधकृत विश्ववाहुर्मयीधर अच्युत व्रतित प्राण प्राणदो वासवानुज अप्पामृतिरधिष्ठानम् अप्रमत्त प्रतिष्ठित कंद कंदधरो दुर्यो वरदो वायुवाहन वासुदेव प्रियद्भानुरादिदेव पुरंदर अशोकस्तारणस्तार सुर सौरी सुरेश्वर जन सुर सुर सूर सौरी जनेश्वर अनुकूल सदावरत पद्मिवतम निवेक्षण पद्मनाभर विन्दाक्ष पद्मगर्भ शरीर मरतीरितवृतात्मा महाक्षो गरुडध्वज अतुल सरमो भीमो समयज्ञ विरहरि सर्वलक्षण लक्षणयो लक्ष्मण च मितिञ्जय भीक्षरो रोहितो मार्गो यतुर्दामोदर स महीधरो महाभागो वेगवानमितासन उद्भव चुवणो देव श्रीगर्भ परमेश्वर करणं कारणं कर्ता विकर्ता गहनो व्यवसाय व्यवस्थान संस्थान स्थान दो ध्रुव परदी परम स्पष्ट तुष्ट पुष्ट शुभेक्षण रामो विराम विरजो मार्ग नेयो नयो नय वीर शक्तिमतां श्रेष्ठो धर्मो धर्म विदुत्तम वैकुंठ पुरुष प्राण प्राणद प्रणव पृथु हिरण्यगर्भ शत्रुघ्नो व्याप्त वायुरदक्षद ऋतु सुदर्शन काल परमेश्वरी परिग्रह उग्र संवत्सरो दक्षो विश्रामो विश्वदक्षिण विस्तार स्थावर स्थाणु प्रमाणं बीजमभ्ययम् अर्थो नर्थो महाकोशो महाभोग महाधन निर्विष्णधीष्ट गुरुधर्मयुपो महामक नक्षत्र नेमि नक्षत्री क्षमा क्षाम समीहन यज्ञो यज्ञम यज्ञश्च क्रतु सत्रं सतां गति सर्वदर्शि विमुक्तात्मा सर्वज्ञो ज्ञानमुत्तमम् सुब्रत सुमुख सूक्ष्म सुघोष सुखद सुहृद मनोहरो जित क्रोरो वीरवारो विदारण स्वापन शोभसो व्यापी नैकात्मा नैक कर्मकृत वत्सरो वत्सलो वत्सी रत्नगर्भो धनेश्वर धर्मगुप धर्मकृत धर्मी धर सदसक्षरमक्षरम अभिज्ञात सहस्रांशुर विधाता कृत लक्षण गवस्ति नेमि सत्वस्थ सिंहभूत महेश्वर आदिदेवो महादेवो देवेशो देववृद्गुरु उत्तरो गोपतिरिगोता ज्ञानगम्य पुरातन शरीर हुतवृभक्ता कपीन्द्रो पुरी दक्षिण सोमभूमृतव सोम पुरुजित पुरुषोत्तम विनयो जय सत्यसनो दासार सात्वतांपति जीवो विनयिता साक्षी मुकुंदो मित विक्रम अम्भो निधिरणन्तात्मा महोदधि शयन्तक अजो महार्य स्वाभाव्यो जिता मित्र प्रमोदन आनंदो नंदनो नंद सत्यधर्मा त्रिविक्रम महर्षि कपिलाचार्य कृतज्ञो मेदिनीपते त्रिपदश्रीदशाध्यक्षो महाशृंग कृतान्तकृत महाबराव गोविंद सुषेण कनकांगदी गुह्यो गभीरो गानो गुप्त चक्र गदाधर मेधा स्वांगजित गृढो दृढ संकर्षणो च्युत वरुणो वारुणो वृक्ष पुष्कराक्ष महामना भगान भगानंदी बनमाली हलायुध आदित्यो ज्योतिरादित्य सहिष्णुर्गत सप्तम सुधन्वा खंडवर सुरदारुणो द्रविण प्रदति विस्पृक् सर्वदृग्व्यासो वाचस्पतिरयो निज त्रिशामा सामगा साम निर्वाणं भेषजं विसग सन्न्यासगिरिशम शान्तो निष्ठा शान्तिपरायणम्
शुभांग शांतिदा षष्ठा कुमुदा कुवलेशय गोहितो गोपतिर्गोप्ता वृषभाक्ष वृषप्रिय अनिवृत्ति निवृत्तात्मा संशयत्वा सेमग्री शिवा श्रीवत्सभक्ष श्रीवास श्रीतां श्रीमतामर श्री श्रीद श्रीनिवास श्रीनिधि श्री विभावन श्रीधरा श्रीकरा श्रेया श्रीमाल्लोकत्रय श्रयासो ससंग सतानंदो नंदिर ज्योतिर्गणेश्वर विजितात्म विधेयात्मा सत्कृति छिन्न संशय उदीर्ण सर्वता चक्षुरानिशा शाश्वतातिरा पूषयो भूषणो भूतिर्विशोगा शोगनासन हर्षिर्मानजिता कुंभो विशुद्धात्म विशोधन अनिरुद्धो प्रतिरथ व्रतुम्नो मित विक्रम कालनेमिनिहा वीर सौरी सूर जनेश्वर त्रिलोकात्म त्रिलोकेश केशव केश्या हरि कामदेव कामपाल कामिकान्तकृतागम अनिर्देश वपुर विष्णु वीरनंतो धनंजय ब्रह्मण्यो ब्रह्मकृत ब्रह्म 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 विवरधन ब्रह्मविद ब्राह्मणो ब्रह्मी ब्रह्मज्ञो ब्राह्मण प्रिय महाक्रमो महाकर महोतेजा महोरग महाकरतुर महायज्वा महायज्ञ महाहावी तभ्यस्तप्रभियास्तो तम सूतितो तारण प्रिय पूर्ण पुरोहिता पुण्य पुण्यकृतिरनामय मनोजवस्तिरितकरो वसुरेता वसुप्रद वसुप्रदो वासुदेवो वसुर्वसुमना हवी सद्गति सद्गृति सत्ता सद्भूति सत्परायण शूरसेनो यदु श्रेष्ठ सन्निवास सुयामुन भूतावास वासुदेव सर्वासु निलयो नल दर्पहा दर्पदो दृतो दुर्धरोता पराजित विश्वमृतिर्मामृतिर्दीप्तमृतिरमूर्तिमान् अनेकमूर्तिरव्यक्त सतमूर्ति सतानन एको नैक सवक किं यतत्पद मनोत्तमम् लोकबन्धुर्लकनाथो माधवो भक्तवत्सल सुवर्णो वर्णो येवांगो वरांग चन्द्रांगदी विराविसम शून्यो धृताशिर सलसल अमानी मानदो मान्यो लोकसमित्र लोकदृक् सुमेधामिद्रजो धन्य सत्यमेधाधराधरा तेजो वृषदुतिधर सर्वसत्र भृतामर प्रग्रहो निग्रहो व्यग्रो नैक शृंगो गदागद चतुर्मूर्ति चतुर्बाहु चतुर्व्यूह चतुर्गति चतुरात्मा चतुर्भाव चतुर्वेद विदेकवा समावर्तो निवृत्तात्मा दुर्जयो दुर्दिक्रम दुर्लभो दुर्गमो दुर्गो दुरावास दुरारिहा सुवांगो लोकसारंग सुतंतु तंतुवरधन इंद्रकर्मा महाकर्मा कृतकर्मा कृताकर्मा उद्भवा सुंदरा सुंदर रत्ननाभ सुलासन अर्घोपादसना श्रृंगी जयंता सर्वविजयी सुवर्ण बिंदुराक्षभ्य सर्वभागीश्वरेश्वरा महारथो महाकरतो महाभूतो महानिधि कुमुदा कुंदरा कुंदा परजन्य पावनो नील अमृतां सुमृतवभू सर्वज्ञ सर्वतोमुख सुलभ सुव्रता चित्ता चतुर्जित चतुर्तावन नेग्रोधो तुम्बरा स्वस्ता चाणुरांध्रणिसूदन सहस्राति सप्तजीव सप्तैधा सप्तवाहन अमृतीरनगो चिन्त्यो वैद्रिक भयनाशन अणु बृहत् कृशठुलो गुणभिर्निर्गुणो महान् अधृता सुधृता सस्य प्रापं वंशवर्धन भारभृत गतितो योगी योगीश सर्वकामद आश्रम क्षमण श्याम सुवर्णो वायुवाहन धनुर्धरो धनुर्वेदो दण्डो दमयिता दम अपराजित सर्वसहो नियंता नियमो यम सत्ववान सात्विक सत्य सत्यधर्म परायण अभिप्राय प्रिया हर प्रिय कृत प्रतिवर्धन बिहाय सद्गतिर्ज्योतिर्सुरुचिरुत विभु रविर्विलोचन सूर्य शवितार विलोचन अनंतो उतबुद्भक्ता सुखदो नैकदो ग्रज अनिर्विष्ण सदामर श्रीलोकाधिष्ठानमद्भुत सनासनातन तम कपिल कपिराभ्यय स्वस्तिद स्वस्तिग्री स्वस्ति स्वस्तिभु स्वस्ति दक्षिण अरौद्र कुंडली चक्री विक्रमिरुजित शासन शब्दातिक शब्द सह शिशिरा सर्वरीकर आक्रूढाप्यसलो दक्षो दक्षिणक्षमिणामर विदुत्तमो वीतभय पुण्यश्रवण कीर्तन उत्तारण दुष्कृत्या दुष्कृत्या पुण्यदुःस्वप्ननाशन विरारक्षण संतो जीवन परेवस्थिता अनंतो रूपानंत श्रीजितमन्युर्वयाप चतुरस्वगवीरात्मा विदिशो व्यादिशो दिशा अनादि पूर्व लक्ष्मी सुविरो रुचिरांगद जननो जन जन्मादिर्भीमो भीम पराक्रम आधार निरयो दाता पुष्वास प्रदागर ऊर्ध्वग शतपथाचार प्राणद प्रणव प्रण प्रमाणं प्राणनिलय प्राणवृत प्राणजीवन तत्तं तत्त्वविदेकात्मा जन्म मृत्यु जरातिक पूर्व सस्थरुस्तार शपिता प्रवितामह यज्ञ यज्ञपत्री यज्ञ यज्ञांगो यज्ञ वाहन यज्ञ विरित यज्ञ कृत यज्ञ यज्ञ भोग यज्ञ साधन यज्ञान्तकृत यज्ञ गुह्य मण्णादये च आत्मयोनि स्वयं जातो वैखान सामगायन देवकी नंदन षष्ठा चितीशा पापनाशन शंखवृन्नंदगी चक्री शार्गधर्म गदाधर रथांग पाणि रक्षभ्य सर्वप्रहरणायुध ओम नमः इतीदं कीर्तनीयस्य केशवस्य महात्मन नाम्नां सहस्रदीप्याणाम् अशेषेण प्रकीर्तितम् य इदं शृणुयात् नित्यं यश्चापि परिकीर्तये नाशुभं प्राप्नुयात् किञ्चित् सौमत्रेया च मानव वेदान्तगो ब्राह्मणस्य क्षत्रियो विजयी भवेत् वैश्योक धन समृद्ध स्यात् शूद्रसुखमवाप्नुयात् धर्मार्थी प्राप्नुयात् धर्ममरतार्थी चार्थमाप्नुयात् कामानुवाप्नुयात् कामी प्रजार्थी प्राप्नुयात् प्रजाम्
भक्तिमान्य सदोत्थाय शुचिस्तद्गतमानस सहस्रं वासुदेवस्य नाम्नाम् एतत् प्रकीर्तयेत् यश प्राप्नोति विपुलं ज्ञाति प्राधान्यमेव च सलां श्रेयमाप्नोति श्रेय प्राप्नोत्यनुत्तमम् नचित् न भयं क्वचित् वाप्नोति पेयं तेजस्य विन्दति भवत्यरोगतिथिवान् बलरूपगुणान्विता रोगार्तो मुच्यते रोगात् बद्धमुच्येत बन्धनात् भयान्विचेत भूतस्तु मुच्यतापन्नापद दुर्गण्यादितरात्यासु पुरुषः पुरुषोत्तमम् तुभन्नाम सहस्रेण नित्यं भक्ति समन्विता वासुदेवाश्रयमरते वासुदेवरायण सर्वपापविशुद्धात्मा याति ब्रह्म सनातनं न वासुदेवभक्तानां नाशुभं विद्यते क्वचित् जन्म मृत्यु जरा व्याधि भयं नैव उपजायते इदं तव मदीयाना श्रद्धा भक्ति समन्विता युज्यतात्मसुखं शान्ति स्मृति ते स्मृतिकृतिभिः न क्रोधो न च मात्सर्यं न लोभो न शुभामति भवन्ति कृतपुण्यानां भक्तानां पुरुषोत्तमे ज्येष्ठचन्द्रार्क नक्षत्राकं दिशो गुरुमहोदधि वासुदेवस्य वीर्येण विधृतानि महात्मनः शशुरासुरगन्धर्वं सयोगराक्षसं जगद्वशे वरददेदं कृष्णस्य च चराचरम् इन्द्रियाणि मनोबुद्धिः सत्तं तेजबलं धृति वासुदेवात्मकन्या क्षेत्रं क्षेत्रगे एव च सर्वागमनमाचार प्रथमं परिकल्पते आचार प्रभो धर्मो धर्मस्य प्रवरचितः ऋषय विदरो देव महाभूतानि धातव जङ्गमा जङ्गमं चेतं जगन्नारायणोद्भवम् योगो ज्ञानं तथा साङ्ख्यं विद्याशिल्पादि कर्म च वेदाशास्त्राणि विज्ञानात् एतत् सर्वं जनार्दनात् एको विष्णुवाद्भूतं पृथग्भूतान्यनेकशः त्रिलोकान् व्याप्य भूतात्मा भुङ्क्ते विश्वभुगभ्यय इमं स्तवं भगवतो विष्णुर्व्यासेन कृतितं पठेत्य इच्छेत् पुरुषः श्रेय प्राप्तुं सुखानि च विश्वेश्वरमजं देवं जगतः प्रवापेयं भजन्ति ये पुष्कराक्षं न ते यान्ति पराभवम् विश्वेश्वरमजं देवं जगतः प्रवापेयं भजन्ति ये पुष्कराक्षं न ते यान्ति पराभवम् ओम दशदिति श्रीमहाभारते शतसहस्रायां संहितायां वैयासिक्यां अनुशासनिके पर्वणि विस्मयष्टिरसंवादे श्रीविष्णु दिव्य सहस्रनाम स्तोत्रम् हरि ओम दशद हरि ओम दशद हरि ओम दशद श्रीकृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव भक्ति लागोस् प्रभु तिम्रो चरणमा भक्ति लागोस् प्रभु तिम्रो चरणमा यो मन रमाओस् राधारमणमा निष्काम भएर दिन रात गाऊं गोविन्द दामोदर माधवेति गोविन्द दामोदर माधवेति जिह्वे पिब स्वामृतमेतदेव गोविन्द दामोदर माधवेति गोविन्द दामोदर माधवेति अन्त्य समयमा तिमी हुनु सामु अन्त्य समयमा तिमी हुनु सामु मुसु मुसु हाँस्दै बन्सी बजाउनु मुसु मुसु हाँस्दै बन्सी बजाउनु श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव वासुदेव भगवान की कृष्ण कन्हैया लाल की। अब हजुरहरूका सामु मैले पाठ गरिसकेको छु। अब मैले सदा चाहिँ आज पनि अब कथा प्रारम्भ गर्नेछु। मेरो च्यानललाई सब्स्क्राइब पनि गर्दै गर्नुहोला। मानव सन्देश नाम गरेको मैले मेरो च्यानल रहेको छ। मैले हिजो महात्म्यको 6 अध्यायको पाठ कथा गरेको थिएँ, बताएको थिएँ हजुरहरूलाई कस्ता कस्ता वक्ता खोजेर ल्याउने त भनेर। यहाँ बताइएको छ कि असाध्यै अनेक चित्त विभ्रान्त अरू धर्ममा नलागेको यस्तो खालको शुद्ध के भनेको छ भने वेदान्त शास्त्र विशुद्धकृत भनेको छ। वेद शास्त्र विशुद्धकृत, वेद शास्त्र विशुद्धकृत विशुद्धिकृत यस्ता खालकालाई वक्ता बनाउनु, कपाल खौराउनुसम्म हिजो मैले कति 26 सम्म भनेको थिएँ। के अरे
पितृसन्तर्प्य शुद्ध्यर्थं प्रायश्चित्तं समाचरेत् मण्डलं च प्रकर्तव्यं तत्र थाप्यो हरिस्तदा। अब पहिला सबैभन्दा पहिला गणेशको पूजा गर्नु पर्यो। त्यसपछि के गर्नु पर्यो? त्यसपछि चाहिँ के गर्नु पर्यो? श्राद्ध गर्नु पर्यो। नान्दीमुखी श्राद्धको पनि यहाँ बताइएको छ। पितृन् संस्तर्प्य शुद्धार्थं प्रायश्चित्त समाचरेत् मण्डलं च प्रकर्तव्यं तत्र थाप्यो हरिस्तदा। मण्डल स्थापना गर्नु। त्यसपछि के गर्नु त भन्दा कृष्णमुद्दिश्य मन्त्रेण चरेत् पूजा विधिं क्रमात् प्रदक्षिण नमस्कारान् पूजन्ते स्तुतिमाचरेत्। त्यसपछि के गर्नु त भन्दा प्रदक्षिणा गर्नु। मण्डप बनाइसकेर सबै गरिसकेपछि नमस्कार गर्नु, विधि अनुसार पूजा गर्नु। त्यसपछि के गर्नु? अब वक्तालाई पूजा गर्नु। संसारे सागरे मग्नं दीनं मां करुणानिधे कर्ममोह गृहीताङ्गं मामुद्धर भवार्णवात्। मलाई भवसागरबाट तार्ने काम हजुरको भनेर मुख्य कर्ताले के गर्नु पर्यो? पूजा गर्नु पर्यो। हे करुणाका सागर, करुणाका खानी भएका हजुरलाई यो भगवान यो संसार भवसागरबाट डुबेको म कर्ममा मोह भएको कर्म मोहबाट छुटकारा दिलाउनका लागि हजुरले मेरो उद्धार गरी बक्स्योस् भनेर वक्ताको पूजा गर्ने। संसारे सागरे मग्नं दीनं मां करुणानिधे कर्ममोह गृहीताङ्गं मामुद्धार भवार्णवात्। त्यसो भन्नु पर्यो। कसलाई? वक्तालाई पनि प्रेम गर्नुपर्छ। त्यसपछि श्रीमद्भागवतस्यापि तत पूजा प्रयत्नतः कर्तव्यां विधिना वृत्ता धूपदीप समन्विता। पुस्तकको पनि पूजा गर्नु। पुस्तक पनि भगवानको वाङ्मय मूर्ति हो नि त। यो के भनेको छ? तेने अयं वाङ्मयी मूर्ति प्रत्यक्षा वर्तते हरे। भगवान श्रीकृष्णको वाङ्मय मूर्ति हो भागवत। त्यसैले पूजा गर्नुपर्छ। किताबको पूजा गरोस्। ततस्तु श्रीफलं धृत्वा नमस्कारं समाचरेत् स्तुतिं प्रसन्न चित्तेन कर्तव्या केवलं तदा। अब हातमा नरिवल लियोस्। नरिवललाई सिगारेर अब पूजा नरिवललाई हातमा लिएर भन्न थालोस्। यहाँ भने चाहिँ मनोरथम मदीयोऽयं सफल सर्वथा त्वया निर्विघ्नेनैव कर्तव्यो दासोऽहं तव केशव। यो चाहिँ नरिवल अर्पण गर्ने मन्त्र। नरिवल अर्पण गर्नुपर्छ भागवतमा प्रत्येक दिन कर्ताले। त्यसैले अब के गर्ने? भागवतको पूजा गरोस्। त्यसपछि भागवतमा नरिवल अर्पण गरोस्, पूजा गरोस्। श्रीमद्भागवताख्योऽयं प्रत्यक्ष कृष्ण एव हि सुकृतोषि मया नाथ मुक्त्यर्थं भवसागरे। मलाई भवसागरबाट तारिदिनुहोस् हे भगवान भनेर भागवतमा ढोगोस्। कसले? कर्ताले पूजा गरेर नरिवल अर्पण गरिसकेपछि एवं दिनवच प्रोच्य भक्तारं चाथ पूजयति सम्भूष्य वस्त्रभूषाभि पूजान्ते तं संस्तवे। त्यसपछि भक्तलाई आभूषणदेखि सारा वस्त्रद्वारा अलङ्कारित गरेर अब के गर्ने? भक्तलाई भन्ने कि सुखरूप प्रबोधज्ञ सर्वशास्त्र विशारद एतत् कथा प्रकाशेन मत ज्ञानं विनाशय। यो भन्नु। यसो भन्नु। के भन्नु? मद अज्ञानं विनाशय। मेरो अज्ञानलाई नाश गरिदिनु होला हे गुरुदेव भन्ने। एतत् कथा प्रकाशेन। यो कथा प्रकाश गरेर यो भागवत कथा प्रकाशन गरेर अब हजुरले मेरो अज्ञानलाई नाश गरिदिनु होला। तदग्रे नियमो पश्चात् कर्तव्यं श्रेयसे मुदा सप्तराथं यथाशक्य धारणीय सएव हि। प्रत्येक दिन यही कर्म जुन दिन पहिलो दिन गरेको छ त्यो सबै प्रत्येक दिन गर्नुपर्छ। कसले? कर्ताले। त्यसपछि के गरो? सप्तरात्र वर्णं पञ्चविप्राणां कथा भङ्ग निवृत्तये कर्तव्यं तैर्हरे जाप्यं द्वादशाक्षर विद्यया।
द्वादशाक्षर विद्या भनेको द्वादशाक्षर मन्त्रद्वारा के गर्नु त भन्दा मन्त्र प्रदान गर्नु, कथा भन्नुभन्दा अगाडि सबैलाई सुनाउनु पहिला। त्यसपछि यहाँ के भनेको छ त भन्दा 5वटा ब्राह्मणलाई वरण गर्नु भनेको छ। 5 जनालाई, जम्मा 5 जना, द्वारपाल सहित 5 जना है। वक्ता उपवाचक 2 जना, अनि द्वारपाल 3 जना, अनि त्यसपछि 1 जना त्यो विष्णु गडाका वरिपरि बस्ने अथवा मिलाउने अथवा टीका लाउने, ती 4 जना भयो। 1 जना जम्मा 5 जनालाई वरण गर्ने विधान छ है शास्त्रमा चाहिँ। शास्त्रमा यहाँ चाहिँ धेरै खर्च लाग्छ भनेर थोरै गर्छन् मान्छेहरूले, तर यहाँ 5 जना भनेको छ। वरणम पञ्चविप्राणां कथा भङ्ग निवृत्तये कर्तव्यं तैर्हरे जप्यं द्वादशाक्षर विद्या। यदि के गर्ने त भन्दा कसैलाई जपमा पनि राख्नुपर्छ, किनभने त्यहाँ त्रुटि पर्ला। भागवतमा केही त्रुटि पर्यो भने जपले पनि काम गर्छ। त्यसैले जप्न पनि राख्नुपर्छ एउटा पण्डितलाई चाहिँ जप गर्नलाई। ब्राह्मण वैष्णवासान्य तथा कीर्तनकारिण नत्वा सम्पूज्य दत्ताज्ञ स्वयमासानमाविशेद। त्यसपछि अब कस्तालाई बोलाउने रे त भने ब्राह्मणहरूलाई, धेरै जसो भगवानका भक्तहरूलाई निम्ता पठाउनु। सप्ताह लगाउने बेलामा यस्ता व्यक्तिहरूलाई निम्ता पठाउनु। लोकवित्त धनागार पुत्र चिन्ता विदस्य च कथा चित्त शुद्धमति लभेते फलमुत्तमम्। यी सबै कुरालाई त्याग्नुपर्छ अनि मात्रै कथा सिद्ध हुन्छ। कसरी? लोकवित्त, लोकले मानुन् भन्ने कुरालाई त्याग गर्नु पर्यो। वित्त भनेको धनलाई त्याग्नु पर्यो, पत्नीलाई त्याग्नु पर्यो, पुत्रको चिन्ता, यी सबैलाई। गार भनेको घर, पुत्र, पत्नी, वित्त, लोकेशा, पुत्रेशा, वित्तेषणा इत्यादि सबै त्रय इत्तेषणा त्यागेर बस्नुपर्छ कथा सुन्नका लागि। लोकवित्त धनागार पुत्र चिन्ता विदस्य च यथा चित्तम शुद्धमति सलभेत पुण्य फलमुत्तमम्। चित्त भरमा भगवानमा लान त कठिन हुन्छ नि त, किनभने 12 महिना 12 काल 24 घण्टा विषयमा मात्रै चित्त धरेका छौँ नि त हामीले। चित्त हाम्रो विषयमा मात्रै गएको छ। परमात्मा जाने त एक समय 1 घण्टा त हो नि। 1 घण्टा कथामा 1 घण्टा बस्न पनि मन सक्दैन। त्यसैले अब के गर्ने त भन्दा सूर्योदयारभ्य सार्धत्री प्रहरान्तकम 10 घण्टा कथा भन्ने भनेको छ यहाँ त। 10 घण्टा कथा भन्न सक्ने पण्डित कोही छ? पहिलाका बुढाहरूले त भन्नु होला, अहिलेका पण्डित झलझला आकारका पण्डितहरूलाई 10 घण्टा कथा भन्न राख्नुहोस्, त्यो चाहिँ कथा भन्न जाँदैन हो, अर्कै व्यापार सुरु गर्छ। त्यो त 2 घण्टा झलक्क जाने भएर पो त, त्यही पनि कलाकारका साथमा। यहाँ हेर्नु त के भनेको छ, सूर्योदयारभ्य, सूर्योदयबाट आरम्भ गर्नु भनेको छ कथा भन्नलाई। यहाँ त 12 बजे झलक्क जान्छन् पण्डित डोलीमा बसेर जान्छन्। 12 बजे विश्राम गरे, फेरि 3 बजेतिर आउँछन् कोही, 4 बजे 5 बजे फेरि विश्राम, फेरि सकिन्छ। ल हेर्नु, सूर्योदयारभ्य सार्ध स्त्री प्रहरान्तकम वाचनीय तथा सम्यक धीरकण्ठ सुधीमता, यो बताएको छ। ल हेर्नु, 10 घण्टा कथा कति घण्टा? 10 घण्टा कथा भन्नु, कुनै बाधा रहित 10 घण्टा कथा भन्नुपर्छ। कथा वाचकले 10 घण्टा भन्न सक्ने खुबीको चाहियो। भित्र भए त 10 घण्टा भन्न सक्यो। यहाँभित्र केही नै छैन भने किताब हेरेर त भन्न सक्ने होइन कसैले, यसै गरेर भन्ने हो। यहाँ हेरेर भन्नुभयो त यो त महिनौला पुग्छ। 4 महिनामा नै सकिँदैन, चतुर्मासमा नै सकिँदैन यो भागवत त। तर अब त 7 दिनमा यता हेरेर भन्नुपर्छ, यतापट्टि त किताब के पो राखेको हुन्छ थाहै हुँदैन, पुस्तकै थाहा हुँदैन। वाचनीय तथा सम्यक धीरकण्ठ सुधीमता, गलो पनि बसाल्नु भएन, धीरकण्ठ। स्वरका छन् नि त, अभिधा व्यञ्जना लक्षणा छन् त, छन्, सबै मिलाएर वाचन गर्नुपर्छ वाचकले।
कथा विराम कर्तव्यो मध्याह्ने घटिका द्वयम् तत्कथा मनुकार्यं वै कीर्तनं वैष्णवैस्तथा। अब कथा विश्राम गर्नका लागि मध्याह्नमा 2 घडी विश्राम। 2 घडी भने त्यही 1 घण्टा नै लगभग हुन्छ। 2 घडी विश्राम गर्नु मध्याह्नमा। त्यसपछि त्यो मध्याह्नमा फेरि किन विश्राम गरे त भन्दा मलमूत्र विसर्जन गर्नका लागि मात्रै हो त्यो 2 घडी विश्राम भएको। यही भने चाहिँ त्यति बेला पनि त्यहाँ कथाका स्थलमा कीर्तन गर्ने मान्छेलाई राखेर मात्रै भक्ता झर्नु। मलमूत्र जयार्थम हि लघ्वार सुखावह हविष्यान्नेन कर्तव्यो एकबारं कथार्थिन। 1 बार मात्र भविष्यान्न ग्रहण गर्नु। हविष्यान्न त्यसपछि लघु आहार भनेको थोरै थोरै सात्विक आहार गर्नु। उपोष्य सप्तरात्रं वै शक्ति से शृणुया तदा घृतपानं पयपानं कृता वै शृणुया सुखम। सुख के गर्दा हुन्छ अरे त भन्दा घिउ खाँदा दुध खाँदा मात्रै भनेको छ। अरू केही खानु भनेको छैन। अरू फलको पनि कुरा गरेको छैन। के भनेको छ? घिउ र दुध मात्रै आहार गर्नु भनेको छ। किन घिउ र दुधको आहार भन्दाखेरि यहाँ पाठ गर्ने व्यक्तिलाई पनि धेरै गाह्रो हुन्छ भागवत पाठ गर्नलाई। त्यसैले रिङ्गाटा नै लाग्छ उसलाई। त्यो भन रिङ्गाटा लाग्छ। त्यो घिउले काम गर्छ। घिउ आहार गर्यो भने पाठ गर्नलाई सहज हुन्छ। गल बस्ने होइन घिउले। अनुभूति गरे पनि छु है। मैले चाहिँ अनुभूति गरेको छु। घृतपानं पयपानं कृत्वा वै शृणुया सुखम फलाहारेण वा भव्यमेकभुङ्क्तेन वा पुनः। 1 बार मात्रै भोजन गर्नु। गरिष्ठ अन्न भोजन नगर्नु। कथार्थी कथा सुन्नेले पनि भन्नेले पनि। त्यसपछि सुख साध्यं भवे तत्तु कर्तव्यं श्रवणाय तद् भोजनं तु वरं मन्ये कथा श्रवणकारकम। कि सुख साध्यका लागि भोजन गरेर कथा सुन्न नबस्नु। सुख भयो भने निद्रा आउँछ नि। त्यसैले के गर्ने? सात्विक आहार गरोस्। त्यो व्यक्तिले सात्विक आहार गरोस्, लघु आहार गरोस्, हविष्यन्न आहार नगरोस्, भावदुष्ट भएको अन्न पनि ग्रहण नगरोस्। भोजनं तु वरं मन्ये कथा श्रवणकारकम नोपवासो वरं प्रोक्तम कथा विघ्न करो यदि। भोजनका कारणले कथा विघ्न भयो भने गाह्रो भएन? त्यहाँ मण्डपभित्र बसेका व्यक्तिहरू उता भोजनका कारणले पेटका कारणले गर्दाखेरि गइराख्नु पर्यो, शौच जाइराख्नु पर्यो भने त यहाँ भन्नेले पनि भन्न छोड्नुपर्छ नि। कथा पाठ गर्नेले पाठै छोड्नुपर्छ। वक्ताले कथा भन्न लागेछ भने ऊ नआउने जेल पुरेर बस्नुपर्छ। त्यसैले के हो त भन्दा कम आहार गरोस्। अप्ठ्यारो विघ्न कथालाई विघ्न हुने किसिमको आहार नगरोस्। नोपवासो वरं प्रोक्त कथा विघ्न करो यदि सप्ताह व्रतिनां पुंसं नियमा शृणु नारद। हे नारद, अब तिमीलाई म सुनाउँछु। सप्ताह लगाउनेले, सुन्नेले, भन्नेले, सुन्नेले के गर्नुहुन्छ, के गर्नु हुँदैन त म बताउँछु भन्न लाग्नु। विष्णु दीक्षा विहीनानां नाधिकार कथा श्रवे ब्रह्मचर्य मध सुक्ति पत्रा बल्यां च भोजनम। यहाँ भए जति सबैले पुराउला नि त। यहाँ के भनेको छ? मन्त्र लिएको व्यक्तिले मात्रै कथा सुन्ने अधिकार छ। यहाँ के भनेको छ? विष्णु दीक्षा विहीनानाम। यो भने के हो त भन्दा जसले दीक्षा लिया छ, दीक्षा लिएको बाहेक अरूलाई कथा नसुनाऊ, नाधिकार कथा श्रवे, यस्ता व्यक्तिलाई कथा सुन्ने अधिकार छैन। विष्णु दीक्षा विहीनानां नाधिकार कथा श्रवे ब्रह्मचर्य मध अध सुप्ति परवल्यां च भोजनम पत्रावल्यां च भोजनम। केमा भोजन गर्ने? पातमा भनेको छ है। भोजन त पातमा भनेको छ। सप्ताह जति बेलामा पातमा भोजन गर्ने, ब्रह्मचर्य धारणा गर्ने। त्यसपछि कथा समाप्त भुक्ति च कुर्या नित्यं कथाव्रती द्विदलं मधु तैलं गरिष्ठं तथैव च। 2 दल भएको अन्न ग्रहण नगर्नु। त्यो पनि सकिन्छ होला त। सक्न त सक्ने व्यक्तिहरू पनि छन्,
तर सप्ताहमा 2 दल भएकै लगभग हुन्छ। दाल पनि 2 दल भएकै खान्छन्। 2 दल भएको दाल त खानु हुँदैन त्यो सप्ताहमा। त्यसैले 2 दल 2टा फग्लेटा जोडिएको यस्तो अन्न ग्रहण नगर्नु। 2 दल मधु भनेको मह, 2 दल अन्न, मधु भनेको मह, तैलम भनेको तेल पनि वर्जित छ सप्ताहमा। 2 दल अन्न, मह, तेल अनि गरिष्ठ अन्न तथैव च भावदुष्टम परियुषितम जैहा जैहा नित्यम कथाव्रती। भाव दुष्ट भएको, भाव दुष्ट भनेको पकाउने बेलामा मनमा नराम्रो कुरा सोचेर बनाइएको भाव दुष्ट भने यही हो। त्यसैले जे पाए त्यही भोजन गर्नका लागि चाहिँ सोच विचार नगरिकन जसका पायो त्यसैका घरमा खान मिल्यो भनेर खाइहाल्नुहुन्न। किनभने भोजनले हाम्रो बुद्धि बन्छ नि त, बुद्धि बन्ने हुनाले। त्यसैले बुद्धि बन्ने हुनाले भोजन गर्न धेरै विचार गर्नुपर्छ। भोजनले बुद्धि बनाउँछ हाम्रो। हामीले कस्तो भोजन गरेका छौँ हाम्रो बुद्धि त्यस्तै हुन्छ। भोजन अनुसारको बुद्धि हो नि त। त्यसैले भावदुष्टम परियुषितम यया नित्यम कथाव्रती कामम क्रोधम मदम मानम मत्सरम लोभएव च। कथाव्रतीले यति कुरा त्याग्नु पर्यो। यत्रो यो सामान्य कुरा छ त, यो काम त्याग्नु पर्यो। कामना मनमा कुरा फुर 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 निस्किन्छ यहाँबाट। त्यो कथा स्थलमै पनि नियमकर्ता सुनेर बसेका व्यक्तिकै मनमा नि के कुरा उठिरहेको हुन्छ नि। म लगाइदिएँ भने राम्रो लुगा लाएर मात्रै हुने होइन नि, भित्र भाव शुद्ध भयो भने मात्रै हो। काम क्रोधम मदम मानम मत्सरम लोभएव च दम्भम मोहम तथा द्वेषम दूरये च ते कथाव्रती। यो चाहिँ टाढै छोड्नुपर्ने कुरा के रहेछ? टाढै छोड्नुपर्ने कुरा त 1 2 3 4 5 6 7 8 9वटा पो रहेछ। 9वटा के कामन। काम भनेको कामना, मनमा उठ्ने कुरा आयो के, मनमा कुरा खेलिरहन्छ नि। यहाँ कथा सुन्न बसेको छ, उता के गरी छोरीले अस्ट्रेलियामा अमेरिकामा के भइरहेको चिन्तन गरिरहेको हुन्छ मान्छे। बाहिर पो भन्दैन त, भित्र चिन्तन गरिरहेको हुन्छ। त्यसैले कामना, त्यस्तो कामनालाई मार्न पर्यो। त्यसपछि क्रोध। क्रोध भनेको कसैले गाली गर्दा पनि माया गर्दा पनि उस्तै हुनु पर्यो, त्यस्तै बन्नु पर्यो आफू। गाली पनि उही हो, माया पनि उही हो। संसारमा त सुख पनि एउटै हो, दुःख पनि उस्तै हो, पाप पनि उस्तै हो, पुण्य पनि उस्तै हो। किनभने सुख दुःखको सम्मिश्रणद्वारा नै संसार बनेको छ। यति मात्रै होइन, पाप हुँदा नि भगवान आउनुपर्छ, पुण्य भयो भने नि वरदान दिन भगवानै आउनुपर्छ, भगवानले अवतार लिनुपर्छ नि। धेरै पापीको पाप बढ्यो भने नि आउनु पर्यो, पुण्य बढ्यो भने नि आउनु पर्यो। ल हेर्नु यहाँ कस्तो छ कुरा। त्यसैले पाप र पुण्यमा खासै फरक छैन। त्यसैले काम क्रोधम मदम मानम मत्सरम लोभएव च। अब मद भनेको छ। मद भनेको मातिएको व्यक्ति। मद भनेको के भएको भने ठुलो बन्ने हर कुराले। ऊ तर ठुलो चाहिँ छैन, म ठुलो छु भनेर आफै सम्झेर बसिरहेको हुन्छ कोही व्यक्ति। त्यसलाई के भनेको छ? मद भनेको छ। अब मान भनेको छ, मत्सर भनेको छ। मत्सर भनेको रिसाइरहने, भित्र जतिखेर पनि रिस राखिरहने व्यक्ति मत्सरी। लोभएव च। लोभ भनेको पापको पिता भनेको छ। लोभलाई के भनेको छ? पापको पिता के हो भनेर कसैले सोध्यो भने लोभ चाहिँ पापको पिता हो है। त्यसैले काम क्रोधम मदम मानम मत्सरम लोभएव च दम्भम मोहम च द्वेषम दूरये तत् कथाव्रती। कथाव्रतीले यति कुरा छोड्नु पर्यो। 9 कुरालाई कथाव्रतीले त्याग गर्नु पर्यो। के? दम्भ, मोह, द्वेष। द्वेष पनि त्याग गर्नु पर्यो। त्यसैले वेद वैष्णव विप्राणाम गुरु गो व्रतिनाम तथा त्रिराज महता निन्दा वर्जयत कथाव्रती। कथाव्रतीले के पनि गरोस् रे त भने यहाँ बताएको छ, कथाव्रतीहरूले वेद वैष्णव विप्राणाम। वेद भनेको हाम्रा 4वटा वेद छन्। 4 वेदमा ऋग, यजु, साम, अथर्व 4 वेद छन्। 4 वेदमा वेदको निन्दा नगरोस्,
भगवानका भक्तको निन्दा नगरोस्। जसले सधैँभरि परमात्माको मात्रै चिन्तन गरेर जीवन बिताएको छ उसलाई रिस गरेर के फाइदा हुन्छ? हुन्छ के? हुँदैन। किनभने ऊ भगवानको निमित्त बाँचेको छ जो भने उसलाई चाहिँ किन रिस गर्नु पर्यो? त्यस्ता वैष्णवजनहरूलाई रिस नगरोस्। कथावतीले यति निन्दा छोडोस्, वेदको निन्दा नगरोस्, वैष्णव भनेको भगवानका भक्तको निन्दा नगरोस्, विप्राण भनेको ब्राह्मणको निन्दा नगरोस्। त्यसपछि गुरु आफूले गुरु बनाएको छ त्यही गुरुको निन्दा पनि नगरोस्। त्यति मात्रै होइन, गो भनेको गाईको पनि निन्दा नगरोस्। त्यसपछि स्त्रीहरूको पनि निन्दा नगरोस्। स्त्रीको निन्दा गर्न हुँदैन भनेको छ शास्त्रमा। स्त्रीको निन्दा गर्ने पनि सकिन्छ त्यो व्यक्ति संसारमा। त्यसैले स्त्रीको निन्दा नगरोस्, राजाको निन्दा नगरोस्। यति कथाव्रतीले यति कुरालाई त्याग गरोस्। वेद वैष्णव विप्राणाम गुरु गोव्रतीनाम तथा त्रिराज महताम निन्दा वर्जयत्य कथाव्रती। कथाव्रतीले यतिको निन्दालाई त्याग गरोस्। वेद ब्राह्मण वैष्णवहरू, भगवानका भक्त, अनि त्यसपछि ब्राह्मणहरू, त्यसपछि गुरु, त्यसपछि गाई पछि अनि व्रत गरेका व्यक्तिहरू, स्त्रीहरू र राजाको पनि निन्दा नगरोस् कथाव्रतीले। त्यसपछि अब के छ भन्दा कथाव्रतीहरूले नीच व्यक्तिको सङ्गत नगरोस्, नबोलोस्, मौन रहोस्। निन्दा पनि नगरोस्, बोल्दा पनि नबोलोस्, मौन रहोस्। कथाको समय जति बेला ऊ कथा सुन्दैछ, कथा लगाइराखेको छ भने कर्ताले के गरोस् त भन्दा त्यस्ता व्यक्तिहरूसँग, पतित व्यक्तिहरूको सङ्गत नगरोस्, पतित व्यक्तिहरूलाई नहेरोस्, आँखाले नहेरोस्, त्यतापट्टि ध्यानै नदियोस्, पतित व्यक्तिहरूको सङ्गत नगरोस्। त्यसैले सत्यम शौचम दया मौनम आर्जवम विनयम तथा उदार मानसम तद्वद वदेवम कुर्यात् कथाव्रती। कथाव्रती कस्तो होस्? सत्य आचरण गर्नेवाला, सधैँ सत्य बोल्नेवाला होस्। र शौच भनेको पवित्रता, बाहिर र भित्र, आभ्यन्तर र बाह्य, यी दुईटा ठाउँमा पवित्र होस् उसको। अपवित्रो पवित्रो वा सर्वाङ्गस्तागतोऽपि वा यस्मरेत् पुण्डरीकाक्षं सवाह्याभ्यन्तर शुचि भनेको छ। के भनेको छ? त्यसो भनेको छ नि त। त्यो भने एउटा कुसको टुक्रोमा पानी राखेर भन्नुहुन्छ गुरुले। के भन्नुहुन्छ? यसरी नुहाइदिएर यजमानलाई के गर्नुहुन्छ? यसो नुहाइदिनुहुन्छ अनि भन्नुहुन्छ के भन्नुहुन्छ? यस्मरेत् पुण्डरीकाक्षं सवाह्याभ्यन्तर शुचि। बाहिर नुहाएको भनेको छ, नुहाएको छस् कि छैनस्? मैले कुसको पानी सर्किदिएको छु। भित्र शुद्ध गर्नलाई यस्मरेत् पुण्डरीकाक्षं सवाह्याभ्यन्तर शुचि। भित्र शुद्धि गर्नका लागि चाहिँ अब भगवान पुण्डरीकाक्षलाई एकफेरि सम्झिने बित्तिकै के हुन्छ त भन्दा सबै पाप नाश हुन्छ। त्यसरी भगवानलाई सम्झने बित्तिकै यस्मरेत् पुण्डरीकाक्षं सवाह्याभ्यन्तर शुचि। आभ्यन्तर शुचि चाहिँ भगवान नामले हुन्छ। बाहिर शुचि चाहिँ केले हुन्छ? जलले हुन्छ, नुहाइले हुन्छ। पवित्रता, बाहिरको पवित्रता नदीको जलले हुन्छ, भित्रको पवित्रता भगवान नामले हुन्छ। त्यसैले हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे। यही त हो। यसले के गर्छ त भन्दा हाम्रो भित्र आभ्यन्तरलाई पखाल्छ, आभ्यन्तर शुचि। त्यसैले सत्यम शौचम, शौच भनेको भित्री पवित्रता। सत्य भनेको सत्यम ब्रूयात् प्रियम ब्रूयात् नब्रूयात् सत्यम प्रियम भनेको छ। के भनेको छ? सत्य बोल, सधैँभरि के गर? सत्य बोल।
नब्रूया सत्यम प्रियम, कि सत्य असत्य प्रिय बनाएर असत्यलाई पनि नबोला, यस्तो भनेको छ यी। त्यसैले शौच ध्यानम निर्विषयम मनम शौचम मनमलो त्याग, शौचम मनमलो त्याग, मनको मल त्याग्नु के हो? शौच हो नि। शौच भनेको मोटो सको शौच, शौच भनेको पवित्रता। पवित्रता कसरी? शौचम मनमलो त्याग, मल भनेको पनि त्यही हो, मनको मैलो। मनको मैलोलाई पखाल्नका लागि भगवान नामले पखाल्छ, नत्र अरू चिजले पखाल्न सक्दैन। त्यसैले दया, दयालाई दया भनेको के हो? दया भनेको मानवतामा मात्रै दया हुन्छ। दया हो पृथ्वीको अति चहकिलो पारसमणि, दया नै हो कालो भवजलधिको मुख्य तरणि, दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ, म मर्ने हुँ मर्छु तर तिमी नराम्रोसित चुक्यौ। कसले लेख्या? शिरोमणि लेखनाथ पौड्यालले लेखेको तरुण तपस्वी कारुणिक काव्य छ एउटा, असाध्यै महत्त्वपूर्ण छ त्यो। त्यो तरुण तपस्वी ल्याएर अहिले हिजोआजै हजुरहरूले पनि पढ्नुहोस्। त्यो पढ्दाखेरि आँसु आउँछ। के छ? सिकारीको झम्टा तनबिच परेथ्यो जब अनि, सरी बोल्यो चिची गरिकन कठै व्याकुल बनी। के भएछ त भन्दा, हामीले त बच्चामा पढेको कथा हो, त्यो कविता थियो, त्यति बेला राखिएको थियो, कोर्समा राखिएको थियो। त्यहाँ के भनिएको थियो त भन्दा, चरीको बिलाप शीर्षक थियो कविताको। चाहिँ दुईटा भाले पोथी चरा थिए, एउटा भाले थियो एउटा पोथी थियो, उसका बचेराहरू पनि थिए। म यो कथा दयाको प्रसङ्गमा आएको छ है, यहाँ दया, दयाको प्रसङ्गमा मैले ल्याएको हुँ है हजुरहरूलाई सुनाउनको लागि। सत्यम शौचम दया, दया भने चाहिँ कस्तो त भन्नु। अनि त्यसपछि त्यो चराले जब बचेरालाई खाना लिएर आएर कहिले भालेले ल्याएर खाना दिन्थ्यो, कहिले पोथीले ल्याएर दिन्थे, गरेर बचेरा बसेका थिए, भर्खर फुलबाट फुटेर मुख आइराखेका थिए। त्यति बेला अब गुडमा भाले आएर बचेरालाई आहारा दिँदै रहेछ। त्यति बेला सिकारीले बाण प्रहार गर्यो। बाण प्रहार गर्ने बित्तिकै भाले मर्यो। भाले मर्ने बित्तिकै त्यो पोथी आई। पोथी आएपछि भाले मर्या देखि उसले, अनि असाध्यै चिन्ता भयो। नसक्छौ यो मासु लिकन कुनै, यो नसक्छौ यो भुत्ला लिकन कुनै वस्त्र सिउन, चुड्यौ व्यर्थै मेरो मनुज तिमीले जीवन किन, भन्न थाल्यो। अर्को जो चराले बोल्दैछ, त्यो मर्न लागेको चरो बोल्दैछ त्यहाँ। के भन्छ त भन्दा, म मर्न लागेको हुँ, तिमीले के यो यति मासु खाएर तिमी दिनभरि बाँच्न सक्छौ त? बेकारमा यो भुत्लाले न तिम्रो लुगा सिउन तिमीलाई पुग्छ, न तिमीलाई लुगा हुन्छ। तिमीले मलाई किन व्यर्थैमा मार्यौ हे मनुज, भन्छ कि उसले। त्यो चराले भन्या कुरा हो। दया हो पृथ्वी, यही चराले भन्या प्रसङ्ग हो यो। दया हो पृथ्वीको अति चहकिलो पारसमणि, दया ते नै हो कालो भवजलधिको मुख्य तरणि, दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ, म मर्ने हुँ मर्छु तर तिमी नराम्रोसित चुक्यौ। त्यो चराले मर्ने बेलामा त्यसो भन्यो। के भन्यो? हे मनुष्य, तिमी यति हिंसामा पनि तिमी यति मरेर लागेका छौ कि तिमी यो चरो नमारिकन तिमी बाँच्न सक्दैनौ, मलाई खानै पर्छ तिमीले भनेर त्यो चरोले भनेको शब्द हो यो। त्यसैले दया के हो? पारसमणि हो। दया नै हो कालो भवजलधिको मुख्य तरणि, दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ, म मर्ने हुँ मर्छु तर तिमी नराम्रोसित चुक्यौ। न त्यो यति मासु चराको त अब त भुत्ला सुत्ला सबै हटाउँदा त कति हुन्छ चराको मासु? यति हुन्छ। त्यो दिनभरि अगाएर जिउन पनि सक्दैनौ तिमी। नसक्छौ यो भुत्ला लिकन कुनै वस्त्र सिउन,
नसक्छौ यो मासु लिकन तिमीले दिनभरि जिउन। न मासुले दिनभरि जिउन सक्छौ, न भुत्लाले शरीरमा कपडा बनाउन सक्छौ। सुन्यौ व्यर्थै मेरो मनुज तिमीले जीवन किन किन, म मर्ने हुँ मर्छु तिमी नराम्रोसित चुक्यौ। यो त के भनेको छ त भन्दा दया नै यति पनि दया आएन मानिस भएर तिमीलाई भनेर त्यो चराले गाली गरे प्रसङ्ग छ त्यहाँ। त्यसैले त्यो शिरोमणि लेखनाथ पौड्यालको त्यो तरुण तपस्वी चाहिँ पढ्न लायक छ। बुद्धि विनोद पनि पढ्न लायक छ। शिरोमणिको बुद्धि विनोद पनि छ। त्यो पहिलाका कविहरूको हर कुरा, देवकोटाको त्यस्तै छ, भानुभक्त आचार्यको त्यस्तै छ। रामायण यस्तो छ कि के भनेको छ, त्यो भानुभक्तको रामायणको त्यो अन्त्यमा गइसकेपछि त्यो रामगीता बताउने क्रममा त्यो रामगीता असाध्यै महत्त्वपूर्ण छ। ल कति वेदान्तले भरिएको लेख्नु भएको छ रामायणमा। नेपालीमा कविता हो नि त, शार्दूल विकृत छन्दमा लेख्नु भएको। त्यसैले असाध्यै महत्त्वपूर्ण छ। त्यसैले मैले दयाको प्रसङ्ग आएर म बाहिर गएँ। कहाँ पुग्यो दया। सत्यम शौचम दया मौनम आर्जवम विनयम तथा उदार मानसम तद्वद बदेवम कुर्यात कथाव्रती। कथाव्रतीले के गर्नु त भन्दा दया गर्नु, सबमा दया गर्नु। कथाव्रतीहरूले सारालाई दया गर्नु र सत्यमा रहनु, शौचमा रहनु, दया गर्नु, मौन रहनु र विनयी रहनु। विनय के भनेको छ त भन्दा विद्या विनय के भनेको छ भने विद्याले विनयी बनाउँछ। सबैभन्दा पहिला विद्या चाहियो। विद्याले मान्छेलाई विनयी बनाउँछ। विनयले पात्रता बनाउँछ। पात्रता धनाप्नोति धनात् धर्म तत सुखम भनेको छ। पहिला विद्या ददाति विनयम विनयात् याति पात्रताम पात्रत्वात् धन आप्नोति धनात् धर्म ततः सुखम। यहाँ विनयको प्रसङ्ग आएको हुनाले मैले ल्याएको है। विनयम तथा विनय पनि चाहियो। विद्याले विनय दिन्छ नि। यदि विद्या पढेको व्यक्ति विनय हुन सकेन भने त्यो विद्या मानिँदैन शास्त्रमा त। त्यसैले के हो, विद्या ददाति विनयम विनयात् याति पात्रताम पात्रत्वात् धन आप्नोति धनात् धर्म ततः सुखम भनेको छ। के हो, पहिला विद्याले के दिन्छ, विनय दिन्छ। विद्याले विनय दिन्छ, विनयले याति पात्रता बनाइदिन्छ, योग्यता बनाइदिन्छ। योग्यता भनेको हामीमा केही धनै आयो भने पनि अहिले त धन राख्न सक्ने क्षमता हुँदैन नि। पात्रता बनाउनका लागि पहिला विद्या चाहियो। विद्याले विनयी बनाउँछ। विनय भइसकेपछि बल्ल पात्रता आउँछ। पात्रता नभई त धन पनि त अडिँदैन नि। करोडौँ धन आए पनि एकैछिनमा जान्छ त। बुद्धि हुँदैन, बुद्धि सकिन्छ नि त। त्यसैले के भनेको छ, विद्या ददाति विनयम विनयात् याति पात्रताम पात्रत्वात् धन आप्नोति धनात् धर्म ततः सुखम। त्यसपछि सुख हो नि अन्त्यमा। के हो, विद्याले विनय दिन्छ, विनयले पात्रता दिन्छ। पात्रता भइसकेपछि धन आप्नोति धन आउँछ। धन आइसकेपछि धर्म गर्छ व्यक्तिले। धर्म गरेपछि सुखी हुन्छ। अन्त्यमा के हुन्छ, सुखी हुन्छ। त्यसैले सत्यम शौचम दया मौनम आर्जवम विनयम तथा उदार मानसम तद्वद बदे देवम कुर्यात कथाव्रती। कथाव्रतीले के गर्नु रे त भन्दा उदार हृदय पनि उदार चाहिन्छ। वसुधैव कुटुम्बकम उदार चरितानान्तु वसुधैव कुटुम्बकम। उदार भएका हृदयहरूको लागि वसुधैव, यो मैले लाएको सप्ताह यो यहाँ त अरू पनि हेर्नु र त्यसलाई त निम्ता गरेको थियो नि, तँ पनि आएछ भने जस्तो गर्नु भएन नि त। के हुनु पर्यो, उदार चरितानान्तु वसुधैव कुटुम्बकम। हृदय विशाल बनाउनु पर्यो। के गर्नु पर्यो, उदार चरितानान्तु
वसुधैव कुटुम्बकम। उदार व्यक्तिहरूको त हृदय नै हृदयमा विशालता भएको हुनाले कहाँको भारत, कहाँको अस्ट्रेलिया, कहाँको बेलायत, कहाँको अमेरिका, कहाँको क्यानाडा, सबै दिलभित्र हुन्छ। दिलभित्र हुन्छ नि त, बाहिर होइन नि त देखिएको कुरा। उदार छ भने, उदार व्यक्ति छ भने उसको दिलभित्र नै सबै चिज अट्या हुन्छ। त्यसैले उदार चाहियो दिल। के दिल कस्तो चाहियो? उदार चाहियो। उदार चरितानान्तु वसुधैव कुटुम्बकम। वसुधा भनेको पृथ्वी। पृथ्वीका हर व्यक्ति नै के हुन् त भन्दा आफ्ना इष्टमित्र हुन्, बन्धु बान्धव हुन्। उदारहरूका लागि। नउदारका लागि त के हो? आफ्नो जो हो त्यही मात्रै हो, अरू होइन नि उसका लागि। त्यस जो उदार छ, उदारीका लागि सारा संसार जति पनि मानव जातिका लागि मात्रै, मानव जातिका लागि हो। मानव त सबै वसुधा भनेको पृथ्वीभरि मानव छन्, छैनन् र? त्यसैले उदार चरितानान्तु वसुधैव कुटुम्बकम। यस्तो उदार दिलवाला कथाव्रती यस्तो हुनु पर्यो। मेरो च्यानललाई सब्सक्राइब पनि गर्दै जानु होला है। फेरि बेला बार बार किन भन्नु होला, सम्झाइदिए मात्रै हो। मैले सम्झाइदिइरहेको छु। हजुरहरूले यसो छासो छोइदिनु होला। मेरो च्यानल, युट्युब च्यानललाई मानव सन्देश नाम गरेको च्यानल रहेको छ। उदार मानसम तद्देवम कुर्यात कथाव्रती। अब कथा सुन्नलाई कस्ता कस्तालाई बोलाउनु दे त? अब यहाँ भनेको छ कथा सुन्नका लागि दरिद्र, क्षय रोगी, निर्भाग्य, पाप कर्मवान, अनपत्यो, मोक्ष कामा, शृणुयाच कथा मिमाम। कथा सुन्नलाई यस्ता व्यक्तिलाई बोलाउनु भनेको छ। ल हेर्नु है, दरिद्र। दरिद्र भने दरिद्र नाम नरमा छ कसको, विशाल तृष्णा घरमा छ जसको। दरिद्र को हो त भन्दा आत्मदोषात दरिद्रता। संसारमा दरिद्र हुनका लागि अन्त कुनै कारण चाहिँदैन भनेको छ है शास्त्रमा चाहिँ। म शास्त्रको बताउँछु। आत्मदोषात दरिद्रता भनेको छ। आफ्नो दोषको कारणले मान्छे दरिद्र भन्दछ। दरिद्र हुनुमा अर्थ कुनै कारण हुँदैन। त्यसैले दरिद्रश्च क्षय रोगी, क्षय रोगीलाई पनि बोलाउनु कथा सुन्नलाई, दरिद्रहरूलाई पनि बोलाउनु, भाग्य नभएका त्यस्तालाई पनि बोलाउनु, अनपत्यहरूलाई पनि बोलाउनु, मोक्षको कामना गर्नेहरूलाई पनि बोलाउनु, र विशेष गरी अपुष्पा भनेको सन्तान नभएका, अब काकपुष्पा भनेको एउटा बच्चा जन्मेर अर्को बच्चा नजन्मेका, बन्ध्या भनेका जन्मदै नजन्मेका, मातृगर्भका भनेको जन्मदै मर्दै, बच्चा जन्मदै मर्दै गरेका, र गर्भ अहिले गर्भ भएका, स्रव गर्भ तुइएका, अनि त्यसपछि गर्भ भएका, अहिले हालसालै गर्भ भएका, याच सगर्भाच याच नारी तथा श्राव्य प्रयत्न त। यस्ता यस्ता व्यक्तिलाई चाहिँ बोलाएर प्रयत्न गरेर भए पनि कथा सुनाउनु भनेको छ। केलाई? अपुष्पा, सन्तान नजन्मिएका, सन्तान धेरै वर्ष विवाह भएको छ, सन्तान जन्मिया छैनन्। काकबन्ध्या, एउटा सन्तान जन्मियो अरू जन्मिएन। त्यसपछि बन्ध्या भनेको सन्तानै नजन्मिएका, मातृगर्भका, जन्मदै मर्दै गरेका, सन्तान त जन्मिए तर जन्मदै मर्दै गरे। त्यसपछि स्रव गर्भा भनेको गर्भ तुइएको गर्भ र अहिले गर्भ भएको अवस्था। यस्ता नारीहरूलाई प्रयत्न गरेर बोलाएर भए पनि भागवत कथामा सुनाउनु। कथामा जानै हुँदैन भन्ने बुढापाका सासु आमाहरूले पहिला पहिला त्यस्तो भन्नुहुन्थ्यो। यो होइन कि यहाँ त यस्तो यस्तो कुरा लेखेको छ। त्यसैले एतेषु विधिना श्रावे य तदक्षर यत्तरं भवेति अत्युत्तमा कथा दिव्या कोटि यज्ञ फलप्रदा। जसले यस्ता प्रकारले कथा श्रवण गर्दछ भने त्यसको कोटि जन्म, कोटि यज्ञ गरेको फल मिल्दछ। जसले यसरी नै कथा श्रवण गर्दछ भने। त्यसैले एवं कृत्वा व्रतविधि मुद्यापनमथाचर्यते जन्माष्टमी व्रतमिदं कर्तव्यं फलकाङ्क्षिभिः। जसले जन्माष्टमी व्रत गर्दछ त्यो पनि जन्माष्टमी व्रत गरे बराबरको फल मिल्दछ।
यति कथा, यो कथा भागवत कथा श्रवण गर्नाले। त्यसैले श्रवणेनैव पूतास्ते निष्कामा वैष्णवायत अकिञ्चनेषु भक्तेषु प्रायो नोद्यापनाग्रह। अब यहाँ पुतास्ते, पुत भनेको छ। पुत भनेको पवित्रता। मनपूतम समाचरेत्, हर समय कसलाई, मनलाई चाहिँ पुत भनेको पवित्र राख्नुपर्छ। हर समय पवित्र बनाउने चिज मन हो। मनलाई पवित्र बनाएन भने सखाप, जीवन सखाप बनाइदिन्छ। त्यसैले तन्मे मन शिव संकल्पमस्तु। हे मन, तैँले असत संकल्प नगर, तँ पनि पुग्छ एक दिन। त्यसैले असत संकल्प गर्दै नगर, सत् संकल्प गर्दै गर। यज्जाग्रतो दूरमदैति दैवं तदुसुप्तस्य तथैवैति दुरङ्गमन् ज्योतिषां ज्योतिरेक तन्मे मन शिव संकल्पमस्तु। हे मन, तैँले असत संकल्प नगर, यहाँ भन्नुभयो। त्यसैले यहाँ बताइरहेको छ कि श्रवणेनैव पूतास्ते निष्कामा वैष्णवायत, कि श्रवणका कारणले गर्दा पूतास्ते भनेको पवित्र बनाइदिन्छ। केलाई? मनलाई पवित्र बनाइदिने हो। बुद्धिलाई अखण्डाकार बुद्धिवृत्ति बनाइदियो भने पनि आत्मालाई देख्दछ। नत्र आत्मालाई देख्न, आत्मा त टर्च लाइट सरको छ, दिव्य ज्योति स्वरूपको छ। आत्मा के छ? ज्योति रूपको छ। ज्योति रूपको त थिर यस्तो हल्लिराखेको ठाउँमा आगो ज्योति पर्यो भने त के चाहिँ थिर हुन्छ र? बुद्धि यस्तो हल्लिराखेको छ भने त्यहाँ यो टर्च लाइटको या प्रकाश परे पनि त काम लागेन नि। थिर बुद्धिमा प्रकाश पर्यो भने हामीलाई ब्रह्म आनन्दको अनुभूति हुन्छ। अथवा के हुन्छ त भन्दा मलाई आनन्द आयो, आजको जस्तो आनन्द जीवनमा कहिल्यै पाएको थिइनँ भन्ने हुन्छ, भान हुन्छ, सुखको अनुभूति हुन्छ। त्यो भने के हो त भन्दा थिर बुद्धिमा परेको आत्माको प्रतिबिम्ब त हो नि त सुख भने। सबैभन्दा निरतिशय सुख भनेको एक फेरि सुख आइसकेपछि अब त्यो सुख कहिल्यै अर्को दुःखमा नबदलियोस् भन्नका लागि परमात्माको शरण पर्नु पर्दछ। त्यसैले के भन्दछ भन्दा आत्यन्तिक निवृत्ति भनिन्छ। आत्यन्तिक निवृत्ति भनिन्छ वेदान्तमा। आत्यन्तिक निवृत्ति भनेको एक फेरि आइसकेपछि त्यो फेरि फर्केर कहिले नआओस् भन्नका लागि आत्यन्तिक निवृत्ति हुनुपर्छ। दुःखको आत्यन्तिक निवृत्ति। दुःखको आत्यन्तिक निवृत्ति भइसकेपछि कहिले पनि त्यो दुःख फर्केर जीवनमा आउँदैन। त्यसैले एवं नगाह यज्ञेस्मिन् सप्ताहे श्रोतृभिस्तदा पुस्तकस्य तथा भक्तुस् पूजा कार्य अस्ति भक्ति त। अब कथा समाप्ति भइसकेपछि पूजा गर्ने विधि यहाँ बताइएको छ। व्यासको पुस्तकको र वक्ताको पूजा गर्ने विधि पनि यहाँ बताइएको छ। त्यसपछि वक्ताले के गरोस्, श्रोताहरूलाई तुलसी माला लगाइदियोस् भनेको छ। त्यसपछि मृदङ्ग ताल ललितम कर्तव्यम कीर्तनम तदा। त्यसपछि ती कीर्तन उत्सुकहरूले कीर्तन गाइराखुन्। नम शब्द, जय शब्द, शङ्ख शब्द त सका करे विप्रेभ्यो याचके वेश वित्तम अन्नम जदीयताम। अब ब्राह्मणहरूलाई, याचकहरूलाई, माग्न आएकाहरूलाई के गर्नु? वित्तम भनेको धन, अन्नम भनेको अन्न प्रदान गरियोस्। त्यसै यदि विरक्त छ, यदि बताउनेवाला वक्ता हामीले खोजेर विरक्तिलाई राखेका छौँ भने के गर्नु रे त भन्दा गीता पाठ गरिसकेपछि विष्णु सहस्रनाम पाठ गर्यो भने हवन पनि गर्नु पर्दैन भनेको छ यहाँ। किनभने विरक्तका लागि होम पनि होइन नि। विरक्तले होम गर्छ त? जोगीले, सन्यासीले होम गर्छ र गर्दैन नि? उसको त टुप्पी काटिया हुन्छ, जनै टुङ्गो लगाएको हुन्छ सन्यासीको। त्यसैले यदि विरक्ति वक्ता छ भने होम गर्न आवश्यकता छैन। होम गर्न आवश्यकता छैन। विष्णु सहस्रनाम पाठ गर्छ, हवन गर्नु आवश्यकै छैन भन्ने छ यहाँ। विरक्त सेद भवेद श्रोता, यदि श्रोता विरक्त छन् भने गीता पाठ गरोस्। विरक्त सेद भवेद श्रोता गीता वाच्य परे हनि गृहस्थ चेते तदा होम कर्तव्य कर्म शान्तै। गृहस्थीहरूका लागि चाहिँ कर्म शान्त गर्नका लागि गृहस्थीहरूले होमै खोज्छन् र होम गर्नु पनि पर्छ। गृहस्थीहरूका लागि होम हो, आवश्यकता हो। त्यसैले प्रतिशोकम त जुहुया विधिना दशमस्य च
पायसम मधुसर्पिश्च तिलान्नादिक संयुतम। यदि सकिन्छ भने के गरोस्, पायस भनेको खिर तयारी गरेर सकिन्छ भने 10 स्कन्धका प्रत्येक श्लोकद्वारा हवन गरोस् भनेको छ। यहाँ तिल सहित, तिलान्न सहित भनेको चाहिँ पायस बनाएर मधु भनेको मह सहित अथवा हवनम कुर्यात् गायत्र्या सुसमाहित तन्मया वात पुराणस्य परमस्य च तत्त्वतः। त्यसैले यदि सकिँदैन भने के गरोस् त भन्दा गीता पाठ गरोस् भनेको विष्णु सहस्रनाम पाठ गर्नाले पनि होम गरेको फल मिल्छ है। विष्णु सहस्रनाम पाठ गरे पनि होम गर्ने फल मिल्दछ। होमा सक्तो बधो हौम्यो दद्या ततै फल सिद्धये नानाश्रित निरोधार्थम न्यूनताधिकता नयो हो। त्यसपछि के गर्नु त भन्दा विद्वानहरूलाई बोलाएर सबैलाई होम गर्नु कर्म शान्तको लागि। दोष हो यो प्रसमार्थाय पठेन नाम सहस्रकम। यदि दोष धेरै लाग्यो जस्तो लाग्छ, दोष आफूले गरे काममा केही दोष जस्तो लाग्यो भने विष्णु सहस्रनाम पनि पाठ गरिदिनु भनेको छ। यहाँ दोषयो प्रसमार्थां च पठेन नाम सहस्रकम तेन स्या सफलम सर्वम नास्त्यस्या अधिकम यतः। के भनेको छ त भन्दा यो होम गरे सरको विष्णु सहस्रनाम पनि हो। त्यसैले विष्णु सहस्रनामले तिल चढाउँदा उत्तम हुन्छ नि। विष्णु सहस्रनामले तिल चढाओस् अनि होम पनि गरोस्, त्यहाँ त्रुटि भएको पूर्ण हुन्छ भनेर त्यति गर्नु पर्यो हो सप्ताहमा। त्यसैले यदि सकिन्छ भने 12 ब्राह्मण पश्चात् भोजयन् मधुपायसै दद्या सुवर्ण धेनुं च व्रत पूर्णत्व हेतवे। 12वटा ब्राह्मणलाई साङ्गेको दिन, सप्ताहको साङ्गेको दिन सकिन्छ भने 12वटा ब्राह्मणलाई भोजन गराउनु भनेको छ। यहाँ श्राद्धमा चाहिँ कतिजनालाई? 2 जनालाई। सप्ताहमा चाहिँ 12 जनालाई। घरमा सप्ताह आफ्ना घरमा श्राद्ध छ भने चाहिँ 2 जना बाहेक अरू ब्राह्मणलाई बोलाएर खुवाउनै हुँदैन, पाप लाग्छ। यो लेखेको छ यहाँ भागवतको सप्तम स्कन्धमा, गृहस्थीहरूको बताउने क्रममा बताइएको छ। त्यसैले के भनेको छ त भन्दा श्राद्धमा ब्राह्मण चाहिँ बोलाउने कतिवटा? 2 जना मात्रै। इष्टमित्र चाहिँ अब धेरै लाई त बोलाउन पाइँदैन। आफ्ना छोरीका सन्तान बोलाउन पाइयो, अरूलाई धुनधान गर्न श्राद्धमा पाइँदैन। यो लेखेको छ सप्तम स्कन्धमा। सप्तम स्कन्ध पुगे भने पनि कुनै दिन म बताउँला हजुरहरूलाई। के छ भन्दा श्राद्धमा चाहिँ 2 जना भन्दा ब्राह्मण बढीलाई खुवाउन पाइँदैन। हुल्लङ्गा गरेर धेरै धुनधान भोज भतेर गरेर देखाउने दिन श्राद्धको दिन होइन। यो सप्ताहमा चाहिँ पाइयो, त्यहाँ चाहिँ पाइँदैन। यहाँ पनि 12 जना तोकेकै छ। सप्ताहमा कतिजना? 12 जना ब्राह्मण भनेको छ। दक्षिणा दिनुपर्छ भने त्यो दिन चाहिँ बोलाउँदैनन्। फेरि के गर्छन्? दक्षिणा उही सरको दिनु पर्ला, धेरैलाई लाग्छ, यहाँ खर्च लाग्छ भन्छ। त्यो दिन चाहिँ 4-5 ती 5 जनालाई नै गाह्रो हुन्छ। 5 जना वरण गरेरलाई पनि गाह्रो हुन्छ। अरू 12 जनालाई खुवाउनु पर्दा त गाह्रो परेन। यहाँ त 12 जनालाई खुवाउनु भनेको छ। 5 जना वरण गरे बाहेक यहाँ 12 जना अरू छन्। कति भयो? 5 जना वरण गरे भए 12 जना भोजन गराउनु पर्ने। अन्तिममा त्यो साङ्गेका दिन भोजन गराउने 12 जना ब्राह्मण भनेको छ। 12 ती भए 12, 13, 14, 15, 16 जना ब्राह्मण भए। सकिन्छ होला? सकिँदैन होला। खोइ के हुन्छ थाहा छैन। 5 जनै पनि गाह्रो छ। त्यसैले 12 ब्राह्मणास् पश्चात् भोजयन् मधुपायसै दद्या सुवर्ण धेनुं च व्रत पूर्णत्व हेतवे। धेनुं च सुवर्ण दद्यात् सुवर्णम धेनुं च। त्यही पनि ती भोजन गराइकन तिनीहरूलाई सुवर्ण भनेको धन दक्षिणा दिइकन धेनुम भनेको दुनु गाई पनि दिनुपर्ने रहेछ। यहाँ त त्यस्तो पो छ त। यस्तो छ कुरा। दान गर्ने कुरा त खतरा छ यहाँ शास्त्रमा। त्यसैले आफूले के गर्ने? मानसिक सेवा गर्दा पनि श्रेष्ठ हुन्छ है। फेरि दानै गर्न दानै मागे भन्टान्नु होला। दान त यहाँ लेखिदिया हुन्छ। यो राजाका लागि पनि हो, रङ्कका लागि पनि हो, जसले जे गर्न नै पाइयो। किनभने सामग्री नहुनेका लागि मानस सेवा। भगवानको के हो? मानस सेवा गर्न सकियो। रत्नहि कल्पितमासनं हिमजलै स्नानं च दिव्याम्बरं नाना रत्न विभूषितं मृगमदा
मोदाङ्कितं चन्दनं जाति चम्पकबिल्वपत्र रचितं पुष्पं च धूपं तथा दीपं देवदयानिधे पशुपते हृत्कल्पितं गृहतां सौवर्णे नवरत्नखण्डरचिते पात्रे घृतं पायसं भक्ष्यं पञ्चविधं पयोदधियुतं रम्भाफलं पानकं शाकानामयुतं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रभु स्वीकुरुः छत्रं चामरयोर्युगं व्यजनकं चादर्शकं निर्मलं वीणा भेरी मृदङ्गकाहलकला गीतं च नृत्यं तथा साष्टाङ्गः प्रणतिस्तुतिर्बहुविधा वेतत् समस्तं मया सङ्कल्पेन समर्पितं तव विभो पूजां गृहाणां प्रभो आत्मा तं गिरिजामतिः सचरा प्राणा शरीरं गृहं पूजा ते विषयोपभोगरचना निद्रा समाधि स्थिति संसार पदयो प्रदक्षिणविधि स्तोत्राणि सर्वा गिरो यत् यत् कर्म करोमि तत्तदखिलं शम्भो तवाराधनं करतरकृतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा अपराधं विहितं वा सर्वमेतत् क्षमस्व जय जय करुणाब्धे श्री महादेव शम्भो। सबै के त मानस सेवा हो। मानस सेवा गरेर यस्ता यस्ता खालका भगवानलाई म यसरी पूजा गर्छु। त्यो पूजा गर्ने विधि सबै छ, ती सबै उत्कृष्ट विधि छन्। त्यो केले त भन्दा मनले मात्रै हो, त्यसले गर्ने मनले मात्रै गर्ने हो। बाहिर आँखा नहेरिकन मनले नै घिउ ल्याएर चढाउने, मनले नै गाईको दुध, त्यो गाई पनि कैली गाई दुहिकन ल्याइकन त्यही दुध चढाइदिने के लाग्छ र? मनलाई के खर्च छ केही खर्च? आँखा चिम्लेर मजाले भगवानका हिराका भगवानलाई सुनको कमण्डलुमा कैली गाईको दुध दुहेर ल्याउनलाई के आश्चर्य छ र? छ केही छैन नि आश्चर्य छ र? त्यसैले त्यही हो मानस सेवा भने। मानस सेवा सबभन्दा उत्तम वस्तु भगवानलाई अर्पण गर्नुपर्छ। त्यसैले यहाँ के भनेको छ, यहाँ सुवर्ण धेनु दान गर्नु भनेको छ। सुक्तौ पलस पलत्रय मितिम स्वर्ण सिंह विधाय च तत्रस्य पुस्तकम थाप्य लिखितम ललिताक्षरम। के भनेको छ? अब सुनको सिंहासनमा, स्वर्ण सिंहासनमा सुनका अक्षरद्वारा लेखित श्रीमद् भागवत वक्ताका निमित्त चढाउनु भने सकिने कुरो हो त। सुनको सिंहासनमा रे, सुनको सिंहासनमा स्वर्ण अक्षरद्वारा लिखित, ललिताक्षर भनेको सुनको अक्षरद्वारा लेखिएको श्रीमद् भागवत राखेर दान गरो सक्ने भक्तले। सम्पूज्य वाहनादेश तदुसारै सदक्षिणम, वाहन सहित दियोस्। अझ हात्ती घोडा, वाहन त हात्ती घोडा त हो नि, हात्ती घोडा। सम्पूज्य वाहनादेश तदुपचारै सदक्षिणम भनेको दक्षिणा सहित, वाहन सहित, वस्त्र आभूषण गन्नादि सहित यस्ता प्रकारले दान गरो सक्नेका लागि। नसक्नेलाई पत्रम पुष्पम फलम तोमे यमे भक्त प्रयच्छसि। के हो? पत्रम पुष्पम फलम तोयम, यति हो। नहुनेका लागि त यो हो नि त, हुनेका लागि हो नि त यी सबै शास्त्रहरू। त्यसैले आचार्य सुधीर दत्त्वा मुक्त स्यात् सो भवबन्धनै एवं कृते विधानेश सर्व पाप निवारणे फलदं स्यात् पुराणं तु श्रीमद्भागवतं शुभं धर्म कामार्थ मोक्षाणां साधनं स्यान्न संशयः। अब धर्म अर्थ काम मोक्ष यी चतुर्विध पुरुषार्थ गर्नका लागि यो श्रीमद् भागवत शास्त्र हो। यो के हो साधन हो त भन्दा चतुर्विध पुरुषार्थ प्राप्त गराइदिनका लागि हामीलाई चार कुरा दिनुभएछ भगवानले। हामीलाई चार कुरा हाम्रा शरीरमै जडान गरिदिएको छ। चारवटा कुरा म हजुरहरूलाई भन्छु के छ त भन्दा धर्म अर्थ काम मोक्ष चतुर्विध पुरुषार्थ प्राप्त गर्नका लागि बुद्धिन्द्रिय मनः प्राण जनाना सृजत प्रभु मात्रार्थम च भवार्थम च आत्मने कल्पनाय च। यो छ नि त, के छ? बुद्धि इन्द्रिय मन र प्राण यति जडान गरिदिएको छ। के प्राप्त गर्न?
धर्म अर्थ काम मोक्षाणाम धर्म अर्थ काम मोक्ष चतुर्विध पुरुषार्थ प्राप्त गर्न 4 कुरा शरीरमा जडान गरिरहेछ। एउटा के हो? बुद्धि, इन्द्रिय, मन, प्राण। यति चाहिँ हामीलाई भगवानले शरीरमा जडान गरिदिनु भएको छ। हामी कता जाने, हामीले खाएको खानपान, गरेको विचार, यी सबैमा भर पर्छ। हामीले गर्ने विचार पनि भर पर्छ। हामीले खाने खानाले बुद्धि बनाइदिन्छ। त्यही बुद्धि अनुसार हामी चल्छौँ। त्यो बुद्धि पनि के हुनु पर्यो? अखण्डाकार बुद्धिवृत्ति भइसकेपछि त्यही नजिक भएको आत्मालाई जान्दछ। म को हुँ भनेर थाहा पाउँछ। चिदानन्द रूप शिवोहम शिवोहम चिदानन्द रूप शिवोहम शिवोहम। आजलाई यति नै गरौँ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। म धेरै समय लिइसकेँ हजुरहरूको। मेरो च्यानल मानव सन्देश च्यानल छ। हजुरहरूले सब्सक्राइब गरिदिनु होला। सधैँ भनिरहन्छे किन होला भने जस्तो लाग्ला। सधैँ यो च्यानलमा भएको हुनाले हजुरहरूलाई भन्नुपर्ने आवश्यकता परे हुनाले हजुरहरूले यसो च्यानललाई पनि ध्यान दिनु होला, सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गर्नाले के हुन्छ त भन्दा यहाँ हाम्रा सब्सक्राइबर बढ्छन्, साथीहरू हुन्छन्। त्यसपछि मैले यहाँ प्रवचन गर्न पाउँछु, हजुरहरूले सुन्न पाउनुहुन्छ। जय राधे, जय श्याम। आजलाई यति नै गरौँ। भोलि पनि म उपस्थित हुनेछु सायङ्कालमा। हजुरहरू तयारी हुनुहोला। हजुरहरूलाई पनि नवरात्रको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। 10 नवरात्र चलिराखेको छ। रामनवमी आउँदैछ। जगदम्बिका भगवतीको साधनाको समय छ। हजुरहरू पनि साधना गर्दै रहनुहोला। साधना गर्नाले के हुन्छ? हाम्रो बुद्धिवृत्ति निर्मल बन्दछ। बुद्धिलाई निर्मल बनाउनु छ, मनलाई मार्नु छ, विषयदेखि अलग पार्नु छ। त्यसैले के गर्नु होला? मेरो च्यानललाई सब्सक्राइब गरिदिँदै जानु होला भन्दै ओम नमः पार्वती पतये हर हर महादेव शम्भो।